कुरा पिउन दिन्छौँ है। ओरल क्याभिटी भइसके पछाडि बच्चाको तिर्खा कस्तो छ भनेर हामीले हेर्छौँ। अब कुनै पनि बच्चा हुन्छ, बच्चाले चाहिँ नर्मल्ली है हाँसेको खेलेको बच्चा छ, आँखाको एन्टेरियर फन्टानेल पनि त्यस्तो डुबेको छैन, आँखा पनि नर्मल छ, आँखामा आँसु पनि आइरहेको छ, मुखमा हेर्दाखेरि मोइस्ट नै छ है, ओरल क्याभिटी मोइस्ट नै छ। र हाम्रो थर्स्ट बच्चालाई दिँदाखेरि चाहिँ हामीले केही कुरा पिउन दियौँ, पिउँदाखेरि चाहिँ बच्चा इज ड्रिङ्किङ नर्मल्ली। जुन उसले हिजो जस्तो खाइरहेको छ, पिइरहेको थियो, आज पनि त्यस्तै पिइरहेको छ, ड्रिङ्क्स नर्मल्ली, नर्मल ड्रिङ्क गर्छ भने चाहिँ त्यो बच्चा इज ह्याभिङ नो डिहाइड्रेसन। बच्चालाई हामीले नो डिहाइड्रेसन छ भनेर भन्यौँ। अब बच्चाले चाहिँ ड्रिङ्किङ इगरली है, हिजो जस्तो खाएको थियो त्योभन्दा चाहिँ एकदमै धेरै नै तिर्खा लागेको जसरी खाइरहेको छ भनेपछि दिस इज अ केस अफ सम डिहाइड्रेसन। अब हामीले बच्चालाई खान दियौँ, पिउन दियौँ, दिँदाखेरि चाहिँ बच्चाले चाहिँ खानै सकेको छैन है, एकदमै ड्रिङ्क्स भेरी पुवरली, एकदमै दुःख गरेर चाहिँ पिइरहेको छ, वा चाहिँ पिउनै सकेको छैन, नट एट अल है, नट एट अल पिउन सकेको छ भने हामीले यसलाई के भन्छौँ भन्दाखेरि चाहिँ सिभियर डिहाइड्रेसन भन्यौँ। भनेपछि अहिलेसम्म हामीले के गऱ्यौँ भन्दाखेरि चाहिँ बच्चाको जेनरल फिजिकल एक्जामिनेसन हेऱ्यौँ, बच्चाको एन्टेरियर फन्टानेल हेऱ्यौँ, बच्चाको आँखा र आँखाबाट आउने आँसु हेऱ्यौँ, र त्यसपछि गएर हामीले एक्स्ट्रा के हेऱ्यौँ भन्दाखेरि चाहिँ बच्चाको हामीले ओरल क्याभिटी एसेस गऱ्यौँ, र हाम्रो बच्चाको तिर्खा कस्तो छ भनेर हेऱ्यौँ है, बच्चाको थ्रस्ट हेऱ्यौँ। र यस पछाडि गएर अब हामीले के हेर्छौँ भन्दाखेरि चाहिँ अब हेर्नु है त, हाम्रो त बच्चाको टाउको है, यो जुन टाउकोको एरिया छ, यो टाउकोको एरिया सबै सकिसक्यो हाम्रो अहिलेसम्म। हामीले यहाँ माथिबाट चाहिँ फन्टानेल हेरिसकेको थियौँ, त्यसपछि गएर हामीले आँखा हेऱ्यौँ, आँखाको आँसु हेऱ्यौँ, ओरल क्याभिटी हेऱ्यौँ र थ्रस्ट हेऱ्यौँ। अब हामीले अन्तिममा हेर्ने भनेको चाहिँ बच्चाको स्किन हेर्छौँ है। अब हामीले बच्चाको स्किन हेऱ्यौँ, स्किन हेर्दाखेरि चाहिँ हामीले बच्चाको स्किनलाई तान्छौँ कि, त्यसलाई हामीले के भन्छौँ भन्दाखेरि चाहिँ स्किनको टर्गर भनेर भन्यौँ। भनेको बच्चाको स्किन तानिसके पछाडि चाहिँ बच्चाको स्किन गोज ब्याक क्विकली है, स्किनको टर्गरमा हेर्दाखेरि चाहिँ स्किन गोज ब्याक क्विकली है, क्विकली स्किन गोज ब्याक भयो भने दिस इज अ केस अफ नो डिहाइड्रेसन। अब स्किन चाहिँ गोज ब्याक स्लोली जान त गइरहेको छ है, हामीले छाला तानेर छोडिदिँदाखेरि चाहिँ हामीले जेनरली चाहिँ यो यो के भन्छ हामीले चाहिँ यो जुन लम्बर एरिया हुन्छ नि, यो कम्बर एरियाको स्किनलाई चाहिँ तानेर चाहिँ छोड्छौँ, स्किन टर्गर हेर्छौँ हामीले। त्यसपछि गएर त्यहाँ हेरिसक्दाखेरि चाहिँ स्लोली गएको छ भने चाहिँ हामीले यसलाई चाहिँ सम डिहाइड्रेसन भन्छौँ। र स्किन गोज ब्याक भेरी स्लोली अर स्किन रिमेन्स सेम है, स्किन रिमेन्स सेम अर गोज ब्याक एकदमै स्लोली, भेरी स्लोली भने दिस इज अ केस अफ सिभियर डिहाइड्रेसन। अब यतिको बेसिसमा मलाई एकजनाले चाहिँ सिभियर डिहाइड्रेसनको क्लिनिकल फिचर्सहरू एकचोटि सरर भनिदिनुहोस् त, समराइज गरिदिनुहोस् त एकजनाले। डिप्रेस्ड, हामी चाहिँ के गर्यौँ भन्दाखेरि चाहिँ यो यो जुन फ्लो हामीले फलो गरेको थियौँ नि, त्यही फ्लोबाट हेरौँ है त। सुरुमा चाहिँ हाम्रो फन्टानेल हेऱ्यौँ है त, त्यसपछि गएर हामीले नेक्स्ट हेऱ्यौँ भनेको त आँखा हेरेको थियौँ, आँखा र हाम्रो म एउटा यो टेम्प्लेट बनाउँछु, त्यसपछि हजुरहरूले यसमै थप्नु होला है त। आइज र टियर छ, त्यसपछि गएर हाम्रो ओरल क्याभिटी र हाम्रो थ्रस्ट छ, अर्को भनेको हाम्रो स्किन टर्गर छ। अब एकजनाले भनिदिनुहोस् त मलाई नो डिहाइड्रेसनको क्लिनिकल फिचर्सहरू भनिदिनुहोस् त। Organized, Not depressed. ओके depressed, Not depressed. ओके, नट डिप्रेस्ड भनेको नर्मल हुने भयो, एन्टेरियर फन्टानेल। जेनरल कन्डिसन, बच्चाको जेनरल कन्डिसन भनेको नर्मल हुने भयो। आँखामा के हुन्छ भन्नुहोस् त नो डिहाइड्रेसनमा? Here present normal life. आइज नर्मल हुने भयो, टियर्स प्रेजेन्ट भयो। एकजनाले भनिदिनुहोस् त ओरल क्याभिटी के हुन्छ होला? मोइस्ट, Moist. एक्सिलेन्ट, ओरल क्याभिटी मोइस्ट हुने भयो। थर्स्ट के हुन्छ होला भनिदिनुहोस् त? Can drink water normally. ओके, नर्मल, एक्सिलेन्ट।
स्किन टर्गर के हुन्छ होला भनिदिनुहोस् त। Goes back Goes very quickly. goes back quickly है। एक्सलेन्ट। अब हामीलाई एकजनाले भनिदिनुहोस् त सिभियर डिहाइड्रेसनको के होला? very depressed. Very depressed. ओके भेरी डिप्रेस्ड हुने भयो। जेनरल कन्डिसन के हुन्छ होला भनिदिनुहोस् त। lethargic, unconscious, ओके लेथार्जिक अनकन्सियस भयो। आँखा कस्तो हुन्छ होला बच्चाको भनिदिनुहोस् त। sunken and dry, Sunken plus dry. ओके सङ्केन एन्ड राइज। टियर के होला भन्नुहोस् त। आँखामा आँसु हुन्छ होला बच्चाको। absent No. and separate, एब्सेन्ट भयो। ओरल eyes, क्याभिटी के हुन्छ होला भनिदिनुहोस् त। oral cavities, dry हुन्छ, एकदमै ड्राई हुनु पर्यो। फर्स्ट के हुन्छ भन्नुहोस् त। बच्चाले पिउन सक्छ सक्दैन, सक्दैन। पुवरली अर नट एट अल भनेर भन्छ। स्किन टर्गर एकजनाले भनिदिनुहोस् त। goes back, Slowly or is not. ओके गोज ब्याक भेरी स्लोली अर नट एट अल। र यो दुइटाको बिचमा हेर्दाखेरि चाहिँ अब हाम्रो कुन बाँकी भयो? सम डिहाइड्रेसन बाँकी भयो। एकजनाले भनिदिनुहोस् त सम डिहाइड्रेसनको जेनरल कन्डिसन कस्तो हुन्छ बच्चा? Irritable, agitated. इरिटेबल एजिटेटेड रेस्टलेस बेचैन हुने भयो। फन्टानिल के हुन्छ होला भनिदिनुहोस् त। ओके डिप्रेस्ड हुने भयो। आँखा कस्तो हुन्छ भनिदिनुहोस् त बच्चाको। सङ्केन भयो। टियर भनेको चाहिँ एब्सेन्ट भइहाल्यो। ओरल क्याभिटी के होला भनिदिनुहोस् त। स्टिकी हुने भयो। ड्राई भनेको चाहिँ जेनरली चाहिँ सिभियर डिहाइड्रेसन देखिनु भयो। फर्स्ट के होला बच्चाको भन्नुहोस् त। तिर्खा कस्तो लाग्छ बच्चालाई? ओके इगरली हुने भयो। एक्सिलेन्ट। अब स्किन टर्गर हेर्दाखेरि कस्तो हुन्छ भनिदिनुहोस् त। गोज ब्याक स्लोली है। अब हाम्रो यत्तिकै बेसिसमा चाहिँ हजुरहरूले अलमोस्ट सब कुरा याद गरिसक्नुभयो है। नो डिहाइड्रेसन, सम डिहाइड्रेसन, सिभियर डिहाइड्रेसन। एक्जाममा छुट्याउनु पर्ने पहिलो क्वेसन भनेको चाहिँ बच्चालाई के कुन खालको डिहाइड्रेसन छ भनेर चाहिँ हामीले छुट्याउनु पर्यो। त्यो त अब हजुरहरूले छुट्याउनु सक्नुभयो। यसकै बेसिसमा चाहिँ हाम्रो के हुन्छ प्लान अफ म्यानेजमेन्ट चाहिँ हाम्रो यसकै बेसिसमा अगाडि बढ्छ। अब प्लान अफ म्यानेजमेन्ट चाहिँ हेरौँ है त। म्यानेजमेन्ट फर नो डिहाइड्रेसन, सम डिहाइड्रेसन र हाम्रो सिभियर डिहाइड्रेसनको लागि चाहिँ प्लान चाहिँ यो अनुसार चाहिँ अगाडि बढ्छ है। नो डिहाइड्रेसन जुन छ, नो डिहाइड्रेसनको लागि चाहिँ हामीले चाहिँ युज गर्ने भनेको चाहिँ नो एक्सिलेन्ट। नो डिहाइड्रेसन छ भने हामीले चाहिँ प्लान ए युज गर्छौँ। सम डिहाइड्रेसन छ भने चाहिँ वी गो फर प्लान बी। र हाम्रो चाहिँ सिभियर डिहाइड्रेसन छ भने चाहिँ हामीले वी गो फर प्लान सी। अब यतिको बेसिसमा चाहिँ हजुरहरूले इक्जामकै लागि है ठ्याक्क इक्जामको लागि थाहा हुनुपर्ने कुरो भनेको चाहिँ प्लान ए भनेको चाहिँ हामीले चाहिँ घरमा उपचार गर्ने हो है। प्लान ए भनेको बच्चालाई नो डिहाइड्रेसन छ, बच्चा हाँस्छ खेल्छ, पानी पनि मस्त खाइरहेको छ। त्यसकारण चाहिँ प्लान ए भनेको चाहिँ हाम्रो चाहिँ वी ट्रिट एट होम है। घरमा हामीले उपचार गर्ने भनेको चाहिँ हाम्रो प्लान ए भनेको घरमा उपचार गर्ने हो। र बच्चाले खाइरहेको छ त्यसकारण हामीले वी के गर्छौँ वी कन्टिन्यू फिडिङ है। खाइरहेको बच्चालाई के गर्छौँ भन्दाखेरि चाहिँ अझै खुवाउनुहोस् भनेर भन्छौँ। वी प्रमोट फिडिङ। त्यसपछि गएर आमालाई एउटा इन्स्ट्रक्सन दिन्छौँ कहिले आउने भनेर भन्छौँ। प्लस हाम्रो चाहिँ ओरल जिङ्क हामीले दिन्छौँ है। अब रिसेन्ट गाइडलाइनले के भन्छ भन्दाखेरि चाहिँ ओरल जिङ्कको चाहिँ हाम्रो 14 दिनको चाहिँ ट्रिटमेन्ट भनेको ओरल जिङ्क दिन्छौँ हामीले। अब ओरल जिङ्क पनि डिपेन्ड्स अन बच्चाको चाहिँ उमेर अनुसार कतिको छ भनेर चाहिँ ओरल जिङ्क हुन्छ। यो ओरल जिङ्कको डोज भनेको चाहिँ हजुरहरूलाई एक्जाममा सोधिसकेको कुरा हो। त्यसकारण हामीले चाहिँ ओरल यो डिहाइड्रेसनको म्यानेजमेन्टभन्दा अगाडि हाम्रो सुरुमा एउटा पोइन्टमा चाहिँ यो हाम्रो सोधिसकेको क्वेसन हो जसमा हामीले के गर्छौँ भन्दाखेरि चाहिँ यदि बच्चाको उमेर है यदि बच्चाको उमेर 6 महिनाभन्दा सानो छ भने हामीले के गर्छौँ भन्दाखेरि चाहिँ 10 मिलिग्रामको ओरल जिङ्क ट्याब्लेट दिन्छौँ। कति दिनलाई भन्दाखेरि चाहिँ हाम्रो 14 दिनलाई दिने भयौँ। र बच्चाको उमेर 10 to 14 डेज नै हो होइन। तर हायर लिमिट भनेको चाहिँ हाम्रो 14 दिनसम्म चाहिँ हामीले दिन्छौँ कि है। रेन्जमा हेऱ्यौँ भने चाहिँ 10 to 14 डेज। हजुरहरूले एउटा चुज गर्नु पऱ्यो भने चाहिँ प्रिफर टु गो फर 14 डेज है। अब 6 मन्थभन्दा ठुलो छ भने चाहिँ हाम्रो यो 10 मिलिग्राम भनेको चाहिँ हाफ ट्याब्लेट हो है। एउटा जुन ट्याब्लेट हुन्छ एउटा ट्याब्लेटको जिङ्क भनेको चाहिँ हाम्रो 1 ट्याब भनेको
20 मिलिग्राम हो। 6 महिनाभन्दा सानो छ भने चाहिँ हामीले चाहिँ हाफ ट्याब्लेट दिन्छौँ। 6 महिनाभन्दा ठुलो छ भने चाहिँ 1 ट्याब्लेट दिन्छौँ अफ ओरल जिङ्क। यो भनेको चाहिँ 10 to 14 days। इफ यु हेभ टु चुज 1 डे, एउटा डे चुज गर्नु पऱ्यो भने चाहिँ गो फर 14 days है। 6 महिनाभन्दा ठुलो छ भने 1 ट्याब भनेको 20 मिलिग्राम दिने। सोधिसकेको क्वेसन हो यो, रिसेन्ट क्वेसन हो यो। 6 महिनाभन्दा सानो छ भने चाहिँ गो फर 10 मिलिग्रामको ट्याब्लेट दिउँ है। अब बच्चालाई चाहिँ हाम्रो आमालाई कहिले चाहिँ फेरि फिर्ता ल्याउने भनेर चाहिँ कसैले सोध्यो भने चाहिँ यदि बच्चा नो डिहाइड्रेसनबाट सम डिहाइड्रेसनतिर जाने हो र समबाट चाहिँ सिभियर डिहाइड्रेसनतिर जान थाल्यो भने चाहिँ हामीले बच्चालाई चाहिँ फेरि फिर्ता ल्याउनु पर्यो। एक्स्ट्रा अरू केही जान्नु परेन रिगार्डिङ नो डिहाइड्रेसन है। नो डिहाइड्रेसनमा चाहिँ हजुरहरूले 20 mg चाहिँ कति मोर देन 1 year को लागि हो? होइन, 6 महिनाको 20 लागि। यदि बच्चाको उमेर हजुर यो एक ट्याब्लेटमा चाहिँ 20 मिलिग्राम हुन्छ। 6 महिनाभन्दा ठुलो बच्चाको लागि चाहिँ हामीले चाहिँ एउटा सिङ्गल ट्याब्लेट नै दिन्छौँ। 6 महिनाभन्दा सानो बच्चा छ भने चाहिँ आधा ट्याब्लेट दिन्छौँ कि। तर नि 6 नै महिनाको छ भने 6 महिनाकै छ भने चाहिँ 6 महिना नै भनेर हजुरहरूलाई इक्जाममा चाहिँ त्यसरी सोध्दैन। इक्जाममा सोद्धाखेरि चाहिँ 10 र 20 के बिच यो लेस देन 6 र मोर देन 6 नै भनेर सोध्छ। ठ्याक्कै कट अफ भनेर चाहिँ सोध्दैन हामीलाई। इक्जाममै त्यही 6 मन्थकै आयो भने चाहिँ गो फर 10 mg। तर त्यो तरिकाले चाहिँ हजुरहरूलाई, किनकि एनएमसिआरटी भनेको इट्स कम्पिटेटिभ इक्जाम भन्दा पनि हजुरहरूको चाहिँ सबैलाई नै 90+ ल्याउने इक्जाम हो नि त। उनीहरूले त्यसरी गाह्रो गरेर चाहिँ अब यसले गर्दाखेरि नै ऱ्याङ्कलाई फरक पार्ने गरेर चाहिँ त्यस्तो क्वेसन सोध्दैनन्। 6 मन्थकै आयो भने चाहिँ गो फर 10 मिलिग्राम। तर इक्जाममा आउँदाखेरि चाहिँ हाम्रो जहिले पनि के आउँछ भन्दाखेरि चाहिँ 4 महिना 5 महिनाको बच्चा वा 7 महिना 8 महिनाको बच्चा भनेर चाहिँ सोध्छन्। त्यो भयो भने चाहिँ गो फर यो 6 महिनाभन्दा सानो छ भने 10 mg, 6 महिनाभन्दा ठुलो छ भने चाहिँ 20 mg। त्यही गर्नु लागि त। यसमा केही कन्फ्युजन छ नो डिहाइड्रेसनमा? होइन। ओके, अब नो डिहाइड्रेसनमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ अब हरेक लुज स्टोल भइसके पछाडि चाहिँ अब बच्चाले जति खान सक्छ त्यति चाहिँ हाम्रो ओआरएसहरू खुवाउने भन्छन् है। प्लान एमा नो डिहाइड्रेसनमा हजुरहरूले याद गर्नुपर्ने चाहिँ जम्मा 2टा कुरा याद गर्नु होला। एउटा कुरा याद गर्नुपर्ने भनेको चाहिँ घरमा उपचार गर्छौँ र बच्चाले जे खाएर गएको छ त्यसलाई फिडिङ गर्छौँ। ओआरएस हाम्रो सप्लिमेन्ट, किनकि ओआरएस भनेको चाहिँ जहिले पनि आउने भइहाल्यो। अर्को भनेको चाहिँ हाम्रो जिङ्कको कुरा हुन्छ। जिङ्कको कुरा भनेको चाहिँ 6 महिनाभन्दा सानो छ भने 10 मिलिग्राम, 6 महिनाभन्दा ठुलो छ भने चाहिँ हाम्रो चाहिँ 20 मिलिग्राम भनेर याद गर्नु। नो डिहाइड्रेसनमा चाहिँ यति याद गरेपछि पुग्छ है। अब हाम्रो अर्को हुन्छ प्लान बी। प्लान बी भनेको चाहिँ वी गो फर सम डिहाइड्रेसन। सम डिहाइड्रेसन भनेको चाहिँ हाम्रो के भयो? प्लान बी भयो है। अब प्लान बीमा चाहिँ हाम्रो सम डिहाइड्रेसन लाग्ने भयो। अब प्लान बीमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ हामीले 2टा कुरा याद गर्नुपर्ने भयो। एउटा चाहिँ हुन्छ हाम्रो मेन्टेनेन्स फ्लुइड हुन्छ। मेन्टेनेन्स फ्लुइड भनेको चाहिँ हाम्रो एउटा फर्मुला छ जसलाई हामीले के भन्छौँ? होलिडे सेगार फर्मुला भनेर भन्छौँ है। अब हेर्नुहोस् त, होलिडे सेगार फर्मुला भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ द रुल अफ 4 to 1 भनेर भन्छौँ। अब 4 to 1 भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि चाहिँ फर फर्स्ट 10 kg है, पहिलो 10 kg छ भने चाहिँ हामीले के गर्छौँ भन्दाखेरि चाहिँ 4 ml per kg per hour हामीले फ्लुइड दिने भयौँ। त्यसपछि गएर नेक्स्ट 10 देखि 20 kgमा फर एभ्री केजी हामीले के गर्ने भयौँ? 2 ml per kg per hour दियौँ। त्यसपछि गएर चाहिँ हाम्रो चाहिँ 10 kg भन्दा 20 kg भन्दा माथिको लागि चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ 1 ml per kg per hour भयौँ। भनेको चाहिँ यो कुरा बुझ्नुभयो हजुरहरूले? रुल अफ 4, 2 र 1। यो चाहिँ हाम्रो यो क्यालोरी को लागि कति क्यालोरी बच्चाले खानुपर्छ भनेर पनि हामीले चाहिँ होलिडे सेगार फर्मुला लगाउँछौँ। अर्को भनेको फ्लुइडको लागि पनि हामीले चाहिँ होलिडे सेगार फर्मुला लगाउँछौँ। भनेपछि चाहिँ एउटा कोही बच्चा चाहिँ लेट्स से त बच्चाको वेट भनेको चाहिँ 25 kg छ है। 25 kg छ भने उसले हामीले कति फ्लुइड दिनु पर्यो भन्नुहोस् त?
25 केजीको बच्चा छ भने हाम्रो पहिलो 10 केजीलाई 10 केजी इन्टु 4 भनेको 40 ml पर आवर दिनु पर्यो, किनकि केजी त हाम्रो यहाँ गइसक्यो भनेपछि 40 ml पर आवर दियौँ। त्यसपछि गएर चाहिँ हाम्रो 10 देखि 20 केजीमा उसको कति पर्यो भन्दाखेरि चाहिँ 10 केजी नै पर्यो 20 को भनेपछि 10 इन्टु 2 भनेको 20 ml पर आवर पर्यो। त्यसपछि हाम्रो 20 केजी भन्दा माथिको लागि कति छ हाम्रो 5 केजी छ उसको भनेपछि 5 केजी इन्टु 1 भनेको 5 ml पर आवर पर्यो भनेपछि हाम्रो टोटल जोड्दाखेरि कति भयो 65 ml पर आवर चाहिँ हामीले फ्लुइड दिन पर्यो एज अ मेन्टेनेन्स फ्लुइड। यसमा कसैले केही कन्फ्युजन छ कि छैन भन्नुहोस् त। पहिलो 10 केजी भएपछि 40 भयो होइन, अनि हजुर त्यसपछि बाँकी 15 केजी मात्रै छ नि त, त्यो 10 to 20 भनेपछि 15 बिच पर्ने भएन र? होइन जुन हाम्रो त्यसपछि 10 देखि 20 केजी छ नि, हजुर 10 देखि 20 केजी भनेको उसको त वेट त हाम्रो त 25 केजी छ नि त। अँ ओके 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 सेकेन्ड स्टेपमा डाइरेक्टै के अरे 15 ले जाउँदैन। नेक्स्ट 10 केजी हुन्छ कि सर मैले पढेको अनुसार त? भन्नुहोस् त भन्नुहोस्। उसको के छ 10 प्लस 15 छ नि त उसको होइन, भनेपछि 10 प्लस 5 अनुसार जाने भयो नि त यो त। भनेपछि पहिलो 10 केजीलाई चाहिँ हाम्रो चाहिँ 4 ले गर्दाखेरि 40 हुने भयो। नेक्स्ट 10 केजीको लागि चाहिँ हाम्रो 2 ले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ 20 हुने भयो। त्यसपछि हाम्रो 5 को लागि 1 ले गर्दाखेरि चाहिँ 5 हुने भयो। सर बुझेन एकचोटि फेरि प्लिज। सर यस्तो ओके हुन्छ नि सर, जति केजी भए पनि नेक्स्ट 3 वटामा सर डिभाइड नेक्स्ट 10 गर्ने होइन केजी सर। पहिला 10 केजी त्यसपछि 10 त्यसपछि जति बच्यो 5 त्यतिले 5। हजुर जति भयो त्यति भयो। अब हेर्नुहोस् है त हाम्रो 25 केजीलाई चाहिँ कसरी डिभाइड गऱ्यौँ भन्दाखेरि चाहिँ पहिलो 10 केजीको बच्चा छ, पहिलो 10 केजीमा डिभाइड गऱ्यौँ है। त्यसपछि हामीले दोस्रो 10 केजीमा डिभाइड गऱ्यौँ। यतिसम्म हाम्रो अहिले आउँदाखेरि कति भयो 20 केजी भयो नि त होइन। त्यसपछि हाम्रो अब कति केजी बाँकी भयो भन्दाखेरि चाहिँ 5 केजी बाँकी भयो। अब हेर्नु है त रुल अफ 4 to 1 ले के भन्छ भन्दाखेरि चाहिँ पहिलो 10 केजीलाई चाहिँ 4 ml पर केजी पर आवर भयो भनेपछि 10 इन्टु 4 गर्दाखेरि 40 भयो। त्यसपछिको 2 केजीको लागि 2 भयो भनेपछि चाहिँ हाम्रो 20 ml पर आवर भयो। त्यसपछि गएर 5 भनेको त 1 भयो भनेपछि 5 ml पर आवर भयो, 5 ml पर आवर भयो। यो भनेको सबै तिनटै जोड्दाखेरि हाम्रो कति भयो त भन्दाखेरि चाहिँ 65 ml पर आवर भयो कि। अर्को एउटा नम्बरको एक्जाम्पल प्लिज। ओके अब हेर्नु है त लेट्स से एउटा बच्चाको वेट चाहिँ हाम्रो चाहिँ 10 केजी मात्रै छ। 10 केजी मात्रै छ भने हामीले के गर्यौँ 40 ml 40 पर आवर दियौँ। मानौँ एउटा बच्चाको वेट 15 केजी छ, 15 केजी छ भने हामीले के गर्यौँ भन्दाखेरि चाहिँ उसको फर्स्ट 10 केजीको लागि चाहिँ 4 गरेर चाहिँ 40 ml पर आवर गऱ्यौँ। त्यसपछि गएर उसको त कति वेट बाँकी छ अब अहिले 5 केजी मात्रै छ भनेपछि 2 ले जाने भयो यो है 4 to 1 बाट हेर्दाखेरि त। नेक्स्ट 10 देखि 20 केजीलाई चाहिँ हाम्रो एभ्री केजीको लागि चाहिँ 2 ml पर केजी पर आवर छ भनेपछि चाहिँ हाम्रो 5 इन्टु 2 गर्दाखेरि हाम्रो 10 भयो भनेको 50 ml पर आवर हुने भयो कि। बुझ्नुभयो? सर कोही न्युनेट छ 3.5 किलोको 3.5 केजी छ भने चाहिँ 3.5 इन्टु 4 भयो कि। मिनिमम 10 ले 4 ले नै गर्ने। हजुर पहिलो 10 केजीसम्मको लागि चाहिँ एभ्री केजीको लागि चाहिँ 4 ले गरिदिने। त्यसपछि गएर 10 देखि 20 केजीमा चाहिँ एभ्री केजीको लागि 2 ले गरिदिने। त्यसपछि गएर चाहिँ 20 केजीभन्दा माथिको लागि चाहिँ प्रत्येक केजीको लागि चाहिँ 1 ले गरिदिने। बुझ्नुभयो? ओके यो चाहिँ हजुरहरूको उता न्युट्रिसनमा क्यालोरी रिक्वायरमेन्ट क्यालोरी क्यालकुलेसन गर्दाखेरि पनि होलिडे सेगार फर्मुला नै लाग्ने भयो कि। हामीले एनआइसीमा गरेको यही थियो। एनएसएसमा गर्नुभएको होइन एनआइसीको आइसीयूको बच्चालाई गर्दा हुन्छ नि न्युनेटलाई। हजुर न्युनेटको त अब न्युनेट त हजुरको त 10 केजी नि त पुग्दैन नि त। त्यो भनेको चाहिँ 4 ml पर केजी पर आवरबाट चाहिँ जाने भयो कि। तर सर त्यहाँ छुट्टै अर्कै तरिकाले के सिकाउनु भएको थियो न्युनेटको केसमा।
न्युनेटको चाहिँ म एकचोटि उता न्युनेटको सरसँग पनि कन्सल्ट गरौँला होइन। तर जुन हाम्रो होलिडे सेगार फर्मुलालाई चाहिने भनेको चाहिँ फर प्लान बीको लागि चाहिने भनेको चाहिँ 10 केजी 10 देखि 20 केजी र मोर देन 20 केजीको लागि भइहाल्यो। न्युनेट्सहरू आफैमा के हुन्छ भन्दाखेरि चाहिँ त्यहाँ त एकदमै फ्राजाइल हुन् नि त, त्यस कारण चाहिँ फ्लुइड रिक्वायरमेन्ट इज मल्टिपल डाइनामिक्स इन द न्युनेट्स। न्युनेटमा सिआरटी हेर्दैन? हजुर हजुर, सिआरटी हेरिन्छ। हामीले अहिले न्युनेट भन्दा पनि मोरओभर टु द पिडियाट्रिक्सको कम्पोनेन्टसँग कुरा गरिरहेको छौँ। प्लस हाम्रो यो होल्डे सेगार भनेको चाहिँ दिस इज मोर लाइकली द मेन्टेनेन्स फ्लुइडको लागि चाहिँ हामीले गर्दैछौँ कि अहिले चाहिँ। सम डिएरेसनमा चाहिँ बच्चाले यदि पिउन सक्छ भने चाहिँ जहिले पनि बच्चाले पिउन सक्छ भने बच्चालाई पिलाउने। र प्लान बीको लागि चाहिँ किनकि बच्चाको अघि हामीले भन्दाखेरि चाहिँ बच्चाको थ्रस्ट भनेको चाहिँ इगरली भनेको थियौँ नि त, त्यस कारण चाहिँ बच्चाले पिउन सक्छ। यदि बच्चाले पिउन सक्छ भने चाहिँ जहिले पनि बच्चालाई पिलाउदिने कि। यो थियो हाम्रो मेन्टेनेन्स फ्लुइड थियो होइन। अब अर्को हुन्छ हाम्रो चाहिँ डेफिसिट फ्लुइड हुन्छ। डेफिसिट फ्लुइड भनेको चाहिँ 75 ml अफ ओआरएस इन 4 आवर्स। 4 आवर्समा चाहिँ हामीले 75 ml पर केजी अफ ओआरएस दिनु पर्यो फर प्लान बी सम डिहाइड्रेसन लागि भयो होइन। त्यसपछि गएर चाहिँ हरेक लुज स्टुल पछाडि आफ्टर एभ्री लुज स्टुल, हरेक लुज स्टुल पछाडि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि 10 ml पर केजी अफ ओआरएस दिनु पर्यो। भनेपछि अब हामीले सम डिहाइड्रेसनको म्यानेजमेन्टलाई समराइज गर्नु पर्दाखेरि इक्जाममा कसरी सोध्यो, यदि हामीलाई सम डिहाइड्रेसन सोधेको छ, सम डिहाइड्रेसन सोधेको खालले सोद्धाखेरि चाहिँ हाम्रो बच्चाले के हुनसक्छ, पिउन सक्छ। तर कस्तो हुन्छ, हिजोको भन्दा आज चाहिँ अलिक बेसी इगरली पिइरहेको हुन्छ। हामीले मेन्टेनेन्स फ्लुइड निकाल्छौँ। मेन्टेनेन्स फ्लुइड भनेको चाहिँ यहाँबाट जति आएको छ डिपेन्ड्स अन बच्चाको तौलमा डिपेन्ड गर्ने भयो। त्यसपछि सम डिहाइड्रेसनमा उसको चाहिँ शरीरबाट चाहिँ हाम्रो जति वाटर लस भइरहेको छ त्यो हुँदाखेरि चाहिँ बच्चामा डेफिसिट भएको हुन्छ। डेफिसिट हुँदाखेरि चाहिँ हाम्रो 75 ml पर केजी अफ ओआरएस इन द 4 आवर्समा दिनु पर्यो। त्यसपछि गएर हरेक लुज स्टुल पछाडि 10 ml पर केजी अफ ओआरएस दिनु पर्यो। सो दिस इज अबाउट द सम डिहाइड्रेसनको चाहिँ म्यानेजमेन्ट भइहाल्यो है। सम डिहाइड्रेसन यो भन्नुभएको आफ्टर एभ्री स्टुल पछाडि चाहिँ हाम्रो 10 ml भयो कि 10 ml। ओके ल यो इक्जाम्पल दिएर चाहिँ म गर्छु होइन, तर हजुरको इक्जाममा चाहिँ यो क्यालकुलेसन ठ्याक्क गर्नको लागि चाहिँ सोध्दैनन् है। ओके, अब हाम्रो अघि हामीले गरेको चाहिँ लेट्स सजिलोको लागि चाहिँ 10 केजीको बच्चाले धेरै ठाउँमा लेखेको कुरा यो बुझ्न गाह्रो भइरहेको छ। अहिले बुझ्नु भएको छैन हजुरहरूले यो? ल अब हामीले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ एउटा 10 केजीको बच्चा लिगौँ होइन। 10 केजीको बच्चा छ प्रेजेन्स विथ क्लिनिकल फिचर अफ सम डिहाइड्रेसन। सम डिहाइड्रेसन यदि लिएर प्रेजेन्ट गरेको छ भने अब बच्चा चाहिँ आउँदाखेरि हामीले मेन्टेनेन्सको लागि कति दिने भन्दाखेरि चाहिँ हामीले 3टा तरिकाको फ्लुइड दिन्छौँ। मेन्टेनेन्स फ्लुइड भनेको चाहिँ पहिलो 10 केजीको लागि हाम्रो कति थियो भन्दाखेरि चाहिँ 4 ml पर केजी पर आवरको लागि थियो। भनेपछि हामीले कति दियौँ भन्दाखेरि चाहिँ 40 ml पर आवर फ्लुइड हामीले दियौँ मेन्टेनेन्सको लागि है। त्यसपछि गएर मेन्टेनेन्स पछाडि चाहिँ हाम्रो शरीरमा चाहिँ डेफिसिट पनि होइन, बच्चाले खान सक्छ नि सम डिहाइड्रेसनमा। त हामीले अघि क्लिनिकल फिचर्समै भनेको थियौँ नि त, बच्चाको ड्रिङ्क थर्स्ट भनेको त इगरली ड्रिङ्क गर्ने हो नि त, बच्चाले खान सक्छ कि। जबसम्म बच्चाले खान सक्छ बच्चाले खुवाइदिने है। डेफिसिट भनेको चाहिँ हाम्रो के थियो त, डेफिसिट भनेको चाहिँ हाम्रो 75 ml पर केजी इन 4 आवर्स भनेको चाहिँ हाम्रो के भयो भन्दाखेरि यो चाहिँ हाम्रो हजुर सम डिहाइड्रेसन भएको कारणले चाहिँ 75 ml पर केजी दियौँ कि। भनेपछि अब 10 केजीको बच्चालाई हामी कति दियौँ भन्दाखेरि चाहिँ 750 ml इन 4 आवर्स। 4 घन्टामा चाहिँ हामीले चाहिँ 750 ml खुवायौँ कि हामीले। यो भनेको हाम्रो 3 ग्लास भयो। र अर्को भनेको चाहिँ लेट्स चाहिँ एउटा बच्चाले चाहिँ एउटा सिङ्गल एपिसोड अफ लुज स्टुल गर्यो है। आफ्टर एभ्री लुज स्टुल
हरेक लुज स्टुल गरिसके पछाडि हामीले के गर्यौँ भन्दाखेरि चाहिँ एउटा डिफिसिट भइरहेको हुन्छ, अनगोइङ लस भएको छ। त्यो भनेको चाहिँ हामीले चाहिँ 10 ml पर केजी है, 10 ml पर केजी हामीले दियौँ भने चाहिँ 10 केजीको लागि हामीले के दियौँ भन्दाखेरि चाहिँ 100 ml चाहिँ हामीले ओआरएस दियौँ। भनेको एउटा बच्चा छ है, सम डिहाइड्रेसन लिएर आयो, मेन्टेनेन्समा हामीले के गर्यौँ भन्दाखेरि चाहिँ 40 ml पर आवर, 1 घन्टामा 40 ml को तरिकाले चाहिँ रेटले चाहिँ हामीले चाहिँ ओआरएस पिलाइरहेको छौँ। त्यसपछि गएर चाहिँ डेफिसिटको लागि करेक्सन गर्नलाई हामीले के गर्यौँ, 4 घन्टामा 750 ml चाहिँ हामीले पिलाइदियौँ र हरेक लुज स्टुल भइसके पछाडि 100 ml को ओआरएस पिलाइदियौँ हामीले। बुझ्नुभयो? यसमा 3टा क्वेसन भन्नुभयो, टोटल अमाउन्ट एकैचोटि जोड्नु परेन सबै? टोटल अमाउन्ट त हजुरहरूले यहाँबाट निकाल्न चाहिँ सकिहाल्नु भयो। अब 750 ml इन 4 आवर्सलाई 750 डिभाइड बाई 4 गर्नुभएपछि चाहिँ 1 घन्टामा कति दिने कुरो आयो। यो दुइटाबाट चाहिँ हाम्रो चाहिँ पर आवरको फ्लुइड यहाँबाट निस्किने भइहाल्यो र त्यसपछि गएर चाहिँ हरेक लुज स्टुल पछाडि त 100 ml चाहिँ हरेक लुज स्टुल पछाडि 100 ml चाहिँ खुवाइदिनु पर्यो, भनेको 100 ml पर केजी चाहिँ खुवाइदिनु पर्यो। क्वेसनमा 3टा मध्ये कुन एउटा सोध्न सक्छ, मेन्टेनेन्स या डेफिसिट या लुज स्टुल पछि? एक्जाममै यो क्यालकुलेसन गर्नुको लागि चाहिँ सोध्दैनन् हजुरहरूलाई। यो तिनटै एकैचोटि दिने हो, यो मेन्टेनेन्स र डिफिसिट सँगसँगै दिने हो कि छुट्टा छुट्टी हो कि के हो नि? यो त सँगसँगै दिनुहुन्छ हजुरहरूले। हेर्नु है त, 40 ml पर आवर भनेको चाहिँ यो चाहिँ अनगोइङ छ, मेन्टेन गर्न हामीले चाहिँ दिइरहेको छौँ। अब 750 इन 4 आवर्स छ नि, यो चाहिँ हामीले 4 घन्टासम्म दियौँ, त्यसपछि बन्द गरिदियौँ, होल्ड गऱ्यौँ। 4 घन्टा पछाडि हामीले होल्ड गऱ्यौँ है। हामीले 4 घन्टासम्म चाहिँ हाम्रो 750 ml इन 4 आवर्स पनि गएको छ, 40 ml पर आवर पनि गरेको छ। 40 ml पर आवर त हाम्रो कन्सटेन्टली जाने भइहाल्यो, जबसम्म चाहिँ सम डिहाइड्रेसन हुन्छ तबसम्म 40 ml पर आवर जान्छ। तर 750 इन 4 आवर्स छ नि, 4 घन्टा पछाडि यसलाई होल्ड गर्छौँ हामीले। त्यसपछि गएर बच्चाले चाहिँ लुज स्टुल गर्यो नि, लुज स्टुल गरेपछि हामीले हरेक लुज स्टुल पछाडि चाहिँ 10 ml पर केजी चाहिँ दिने भयौँ कि। ओके सर। यसमा के बुझ्नु पर्यो, मेन्टेनेन्स सोध्छ कि डेप्रिसिएट फ्लुइड सोध्छ कि लुज वाला सोध्छ? तिनटै मिलाएर सोध्छ सोध्यो भने? एक्जाममा यदि हामीलाई अहिलेसम्मको एक्जाममा सोध्न सक्ने भनेको चाहिँ हामीले डायग्नोसिस गर्नुपर्छ, कुन प्लानबाट दिन्छौँ, त्यसपछि गएर यदि सोधिहाल्यो भने है, एनएमसीको लागि चाहिँ सोध्दैनन् हजुरहरूलाई। सोधिहाल्यो भने चाहिँ मेन्टेनेन्स फ्लुइडहरू चाहिँ सोध्न सक्छन् कि, सोधिहाल्यो भने चाहिँ। यो क्यालकुलेसनको पोर्सनहरू भनेको चाहिँ हाम्रो बनमा चाहिँ क्यालकुलेसन इम्पोर्टेन्ट छ है, उता यो बनको टोटल बडी सर्भिस एरिया, बनको फ्लुइडहरूको लागि चाहिँ इम्पोर्टेन्ट छ। हाम्रो यसको लागि चाहिँ सोधिहाल्यो भने मेन्टेनेन्स फ्लुइडहरू सोध्ने, तर हजुरहरूले यति जानु भएपछि चाहिँ यो सम डिहाइड्रेसनको लागि वा डिहाइड्रेसनको म्यानेजमेन्टमा चाहिँ हजुरहरूको छुट्ने चाहिँ केही पनि छैन कि। मेन्टेनेन्स मात्रै सोध्यो भने त डेफिसिट कुन जाने त्यसमा? हजुर, मेन्टेनेन्स मात्रै सोध्यो भने रुल अफ 4 to 1। अरू केही क्वेसन छ यसमा? 750 ml कसरी आयो? 750 ml भनेको चाहिँ हाम्रो डेफिसिट भनेको 75 ml पर केजी थियो नि त, त्यसलाई हामीले 4 घन्टाभित्र दिनु पर्थ्यो। हाम्रो फर्मुलाबाट के भनेको छ भन्दाखेरि चाहिँ मेन्टेनेन्स फ्लुइडमा, यसरी डेफिसिट फ्लुइडमा चाहिँ डेफिसिट फ्लुइड यदि छ भने चाहिँ हाम्रो 75 ml पर केजी अफ ओआरएस इन 4 आवर्स छ। अहिले हामीले अज्युम गरेको बच्चाको तौल कति थियो, 10 केजी थियो भनेपछि चाहिँ 75 × 10 गर्दाखेरि 750 ml भयो। 750 ml अफ ओआरएस इन 4 आवर्समा दिनुपर्ने भयो, त्यहाँबाट चाहिँ 750 आएको थियो। 100 ml 100 ml चाहिँ हामीले चाहिँ हरेक लुज स्टुल पछाडि हामीले के गरेको थियौँ, बच्चालाई 10 ml पर केजीको रेटमा दिएको थियौँ। हामीले अज्युम गरेको बच्चाको हाइपोथेटिकल बच्चाको तौल भनेको 10 केजी थियो भनेपछि 10 केजी × 10 गर्दाखेरि चाहिँ 100 ml भयो भनेर आयो। सर अनि जस्तो यो के अरे डेफिसिट सुरुमा चाहिँ हामीले त्यसलाई कभर गऱ्यौँ होइन, त्यसपछि हामीले मेन्टेनेन्स स्टार्ट गऱ्यौँ। अनि मेन्टेनेन्स स्टार्ट होइन, मेन्टेनेन्स र डेफिसिट हामीले सँगसँगै स्टार्ट गर्छौँ, सँगसँगै जाने। ओके, अनि सँगसँगै जायौँ। हजुर, अनि आफ्टर 4 आवर्स चाहिँ वी स्टप द डेफिसिट, हाम्रो त्यो चाहिँ होल्ड भइसक्यो। अनि त्यसपछि चाहिँ एभ्री लुज टुल पछि वी गिभ 10 ml पर केजी चाहिँ हामीले सुरु गऱ्यौँ, त्यो चाहिँ हाम्रो मेन्टेनेन्स सँगसँगै जाने सर? हजुर हजुर, हरेक लुज स्टुल पछाडि चाहिँ अब यदि बच्चाको बिचमा लुज स्टुल नै भएन भने हामीलाई यो चाहिँदैन। तर हाम्रो चाहिँ
यो किनकि लुज स्टुल पछाडि थाहा छैन हामीलाई, तर मानव बच्चाको 6 आवर्स पछाडि चाहिँ यदि लुज स्टुल भएको छ भने चाहिँ हामीले चाहिँ 40 ml पर आवरको चाहिँ यो जुन गइरहेको छ त्यो दिन्छौँ। हाम्रो डेफिसिट फ्लुइड अब चाहिँ हामीलाई चाहिएन, हामीले चाहिँ यो 100 ml को ORS चाहिँ 6 घन्टा पछाडिको लुज स्टुल लागि चाहिँ दिनु पर्यो कि। अनि जस्तो सर यो त एभ्री स्टुलको लागि भयो, अब यो चाहिँ एउटा एपिसोडको लागि मात्रै भयो। अब लेट्स सपोज कि एउटा एपिसोड भयो अनि हामीले चाहिँ 10 ml पर केजीले स्टार्ट गऱ्यौँ, त्यसपछि फेरि 1-2 घन्टापछि फेरि स्टुल भयो। सो त्यसमा चाहिँ हामीले फेरि 20 बाट गर्ने हो कि कसो हो सर? नै, त्यसमा पनि फेरि हरेक लुज स्टुल पछाडि आफ्टर एभ्री लुज स्टुल पछाडि चाहिँ 10 ml पर केजी दिनु पर्यो कि। त्यो थपिँदै जानु पर्यो भनेपछि 10 ml पर केजी 10 ml पर केजी एभ्री लुज स्टुलमा चाहिँ थपिँदै हजुर हरेक लुज स्टुल एभ्री एपिसोड अफ लुज स्टुल पछाडि चाहिँ हामीले चाहिँ 10 ml पर केजी दियौँ। मेन्टेनेन्स सँगसँगै जान्छ त्यो चाहिँ रिगार्डलेस अफ मेन्टेनेन्स। हजुर मेन्टेनेन्स त अनगोइङ गइरहेको छ, त्यसमा चाहिँ एड अन यो चाहिँ हाम्रो डिजायर त एड अन भयो। हजुर भनेपछि चाहिँ हाम्रो ओभरअल फ्लुइड रिससिटेसन चाहिँ यसमा बढ्ने नै भयो लो स्टुल चाहिँ पर्सिस्टेन्ट छ भने चाहिँ। हजुर आफ्टर एभ्री एपिसोड पछाडि चाहिँ हामीले चाहिँ 10 ml पर केजी 10 ml पर केजीकै रेटमा दिने भयो। हस् थ्याङ्क यू। अनि यसमा स्टप चाहिँ लुज स्टुल स्टप भइसकेपछि चाहिँ हामी स्ट्रेट फरवर्ड मेन्टेनेन्स पनि स्टप गरिदिने नै हो? होइन लुज स्टुल स्टप हेलो आवाजै गयो त सबको। साउन्ड आएन सर। सेयरिङ पनि भइरहेको छ। अलिकति सानो टेक्निकल ग्लिच आएको रहेछ। अहिले आइरहेको छ नि है? आयो सर। आयो। सो यो सर मेरो क्वेसन चाहिँ के थियो भन्दाखेरि चाहिँ हामीले यो खासमा फ्लुइड रिससिटेसन स्टप चाहिँ कुन म्यानरमा गर्ने, कसरी घटाउँदै जाने र कहिले स्टप गर्ने? ओके, अब हामीले के भन्छ भन्दाखेरि चाहिँ यस पछाडि चाहिँ वी एसएस एभ्री 4 आवर्स, हरेक 4-4 घन्टामा हामीले एसएस गर्छौँ। एसएस गर्दाखेरि के हुन्छ भन्दा कहिलेकाहीँ चाहिँ बच्चा चाहिँ सिभियर, अहिले त हाम्रो के छ भन्दाखेरि चाहिँ सम डिहाइड्रेसनमा बच्चा छ है। इन द केस अफ सम डिहाइड्रेसनको लागि बच्चा चाहिँ हाम्रो 4 घन्टा पछि हेर्दाखेरि चाहिँ सिभियर डिहाइड्रेसनमा जान सक्ने भयो। सिभियर डिहाइड्रेसनमा भएको छ भने अब हामीले युज गर्ने म्यानेजमेन्टको प्लान चाहिँ सिभियर डिहाइड्रेसनतिर जानुभयो। 4 घन्टा पछाडि हेर्दाखेरि चाहिँ बच्चा इम्प्रुभ भएर चाहिँ हाम्रो नो डिहाइड्रेसनमा जान सक्ने भयो। नो डिहाइड्रेसनमा छ भने त अहिलेको हाम्रो यो फ्लुइड त के हुन्छ, बच्चा चाहिँ माइट इन्टर इन्टु द स्टेट अफ भोल्युम ओभरलोड। अहिलेको नो डिहाइड्रेसन भएको बच्चालाई यति धेरै फ्लुइड दिँदाखेरि के हुन्छ, भोल्युम ओभरलोड हुन्छ। त्यतिखेर हामीले त्यो यो अहिलेको फ्लुइडलाई सबै बन्द गरिदिने, ओआरएस जति खाइरहेको छ ओआरएस चाहिँ खाइराख्न दिने।
यति मात्रै भयो क्या। सो दिस इज अ कन्स्टेन्ट डाइनामिक्स प्रोसेस हुनुभयो। बच्चा अब कहिले चाहिँ समबाट चाहिँ सिभियरतिर जान सक्ने भयो, समबाट नोतिर जान सक्ने भयो, नोबाट समतिर जान सक्ने भयो। यो जे भइरहेको छ हामीले कन्सटेन्टली चाहिँ अलमोस्ट एउटा रफ फिगर दिँदाखेरि चाहिँ 4-4 घन्टामा असेस गर्छौँ। असेस गर्दाखेरि चाहिँ बच्चाको स्ट्याटस हेर्छौँ। स्ट्याटस अनुसार चाहिँ के कस्तो इम्प्रुभ भएको छ त्यो अनुसार चाहिँ हाम्रो चाहिँ म्यानेजमेन्ट अगाडि बढ्ने भयो। ओके, अब चाहिँ हामी के कुरा गर्छौँ भन्दा एउटा क्वेसन मैले सरलका त्यही माथि गर्नु न थियो के अरे मोड के अरे प्लान बी को एउटा सोध्नु छ। तर यसमा मान्नु कि 10 किलोको बच्चा छ, 10 केजीको बच्चा छ अनि केही सोध्दैन, मेन्टेनेन्स डेफिसिट अरू केही सोध्दैन, डाइरेक्ट क्वेसन सोध्यो कि हाउ मच फ्लुइड गिभन फर प्लान बी। त्यसको प्लान बी डायग्नोज हामीले गरिसक्यौँ। 10 किलोको बच्चा छ, फ्लुइड रिक्वायर्ड सोध्यो भने आन्सर यसमा के हुन्छ? त्यो 40 हुन्छ कि सबैले जोडेर हुन्छ? फ्लुइड रिक्वायर्ड छ भने चाहिँ यति जोडिदिनुहोस् न, किनकि डेफिसिट राख्नु पर्यो प्लस मेन्टेनेन्स राखिदिनु पर्यो नि त। लोजिस्टिकको कुरा गरेको छैन, त्यस कारण यो राख्नु परेन। अनि मेन्टेनेन्स हामीले दिइराख्नु पर्यो, डेफिसिट दिइराख्नु पर्यो। यदि हाम्रो क्लियर कट भनेर भनिदियो भने डेफिसिट नै फ्लुइड कति दिने भनेर सोध्यो भने चाहिँ 75 ml पर केजी इन 4 आवर्समा दिनु पर्यो। मेन्टेनेन्स कति दिने भनेर सोध्यो भने चाहिँ 4 to 1 को रुलबाट जानु पर्यो। र ओभरअल फ्लुइड भन्यो भने चाहिँ गो फर मेन्टेनेन्स एन्ड डेफिसिट है। ओके, अब हामी के गर्छौँ भन्दाखेरि चाहिँ सिभियर डिहाइड्रेसनको म्यानेजमेन्ट गरौँ है। सिभियर डिहाइड्रेसनको बच्चा हामीले अघि भन्दाखेरि एकजनाले भनिदिनुहोस् त मलाई सिभियर डिहाइड्रेसनको बच्चाको क्लिनिकल फिचर्स कस्तो हुन्छ? त्यसको के भन्छ अनकन्सियस हुन्छ, लेथार्जिक, अनकन्सियस, स्पन्टेनियल इज डिप्रेस्ड, सङ्केन आइज हुन्छ, ड्राई हुन्छ, त्यसपछि ओरल क्याभिटी पनि ड्राई हुन्छ, फर्स्टमा भेरी पुअरली हुन्छ, स्किन गोज ब्याक टु भेरी स्लोली। एक्सिलेन्ट है, सबैले पुरै याद गरिसक्नु भयो। मलाई चाहिँ ड्रिङ्क्स पुअरली अर नट एट अल र यदि बच्चा चाहिँ लेथार्जिक छ र अनकन्सियस छ भनेपछि चाहिँ मैले के बुझिसकेँ भन्दाखेरि चाहिँ बच्चा चाहिँ इज इन द स्टेट अफ सिभियर डिहाइड्रेसनमा छ भनेर मैले बुझिसकेँ होइन। अब सिभियर डिहाइड्रेसनमा छ भने चाहिँ हाम्रो म्यानेजमेन्ट चाहिँ के हुन्छ भनेको जहिले पनि अब यो भएको बच्चालाई हामीले घर पठाउनु त मिलेन है। हामीले सम डिहाइड्रेसनलाई पनि हाम्रो चाहिँ घरमा ट्रिटमेन्ट गर्दैनौँ, सम डिहाइड्रेसनलाई पनि हामीले चाहिँ हस्पिटलमा राखेर एसेस गर्ने भयौँ। र प्लान सीमा भएको बच्चा चाहिँ अब सिभियर डिहाइड्रेसन दिने भनेको चाहिँ हाम्रो चाहिँ प्लान सी एक्टिभेट भयो। अब प्लान सीमा दिने भनेको चाहिँ हाम्रो हस्पिटलमा राख्छौँ र वी अलवेज गो फर आइभी फ्लुइड, किनकि बच्चाले त पिउन केही गर्न सकेको छैन, आइभी फ्लुइड दिन्छौँ। र आइभी फ्लुइड चाहिँ कति दिने भन्दाखेरि चाहिँ डिपेन्ड्स अन बच्चाको एज। ख्याल गर्नु होला है, जिङ्कको लागि 6 महिना है, जिङ्कको लागि कट अफ भनेको 6 महिना, प्लान सीको लागि कट अफ भनेको 12 महिना। ख्याल गर्नु होला है, जिङ्कको लागि 6 महिना र प्लान सीको लागि 12 महिना भनेपछि यदि बच्चा चाहिँ 12 महिनाभन्दा सानो बच्चा छ, 12 महिनाभन्दा सानो बच्चा छ भने चाहिँ हामीले चाहिँ के गर्यौँ भन्दाखेरि चाहिँ ओभरअल क्वालिटी भन्दाखेरि चाहिँ 30 + 70 ml केजी छ। अब हेरौँ सानो बच्चा छ, 12 महिनाभन्दा सानो बच्चा छ, हामीले मस्त फ्लुइड दियौँ भने त बच्चा त कन्जेस्टिभ फेलियरमा जाने भयो, भोल्युम एकदम बेसी हुने भयो। भनेपछि 12 महिनाभन्दा सानो बच्चा छ भने हाम्रो टाइम चाहिँ के दिनु पऱ्यो, अलिकति बेसी टाइम लगाएर चाहिँ दिनु पऱ्यो हामीले फ्लुइड। भनेपछि बेसी टाइम भनेको चाहिँ पहिलो 30 ml पर केजी दिने भनेको चाहिँ 1 घन्टाभित्रमा दिनु पर्यो। त्यसपछि भएर हाम्रो जुन 70 ml पर केजी छ यो भनेको चाहिँ हाम्रो 5 घन्टाभित्रमा दिनु पर्यो। र त्यही बच्चा चाहिँ उमेर चाहिँ हाम्रो 12 महिनाभन्दा ठुलो छ। अब अरूहरूको इक्जाममा चाहिँ लागि चाहिँ एनएमसीले चाहिँ एज सच 12 महिनाकै बच्चा भनेर कट अफ चाहिँ सोध्दैन है। 12 महिनाभन्दा ठुलो छ भनेपछि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ जुन 1 घन्टामा दिएको थियौँ नि त्यसलाई चाहिँ आधा गरेर 30 मिनटमा दिने है, 30 मिनटमा दिने। भन्नुहोस् त। प्लान सी भन्ने हुन्छ फेरि बुझिन। ओके, अब हेर्नु है त, हामीले प्लान सीको बच्चा कस्तो छ भन्दाखेरि चाहिँ प्लान सीको बच्चाले खानु पनि सकेको छैन, पिउनु पनि सकेको छैन, आँखा हेर्दाखेरि चाहिँ पुरै सङ्किन्छ, ड्राई छ, आँखामा आँसु पनि छैन, मुख भनेको फुल ड्राई छ है। यो बच्चाले के गरेको छैन भन्दाखेरि चाहिँ दिस बच्चा ड्रिङ्क्स
पुअरली एकदमै पुअरली खान्छ ओर नट एट अल एकदमै पिउन नै नसक्ने खालको बच्चा हो, अनकन्सियस बच्चा हो है। अनकन्सियस बच्चालाई हामीले के गर्छौँ भन्दाखेरि चाहिँ हस्पिटलमा एडमिसन गरेर आइभी फ्लुइड थेरापी चलाउँछौँ। आइभी फ्लुइड थेरापी दिँदाखेरि हामीले याद गर्नुपर्ने दुईवटा नम्बर 30 ml पर केजी र 70 ml पर केजी, दुईवटा भोल्युमको याद गर्नु पर्यो। 12 महिनाभन्दा सानो बच्चा छन् भने हामीले 30 ml पर केजी फ्लुइड चलाउँछौँ। कतिको टाइममा भन्दाखेरि चाहिँ विथिन 1 आवर 1 घन्टाको बिचमा चाहिँ हामीले 30 ml पर केजी फ्लुइड दिन्छौँ र 70 ml पर केजी भनेको चाहिँ विथिन 5 घन्टाको बिचमा दिन्छौँ। र त्यही बच्चा चाहिँ अर्को कोही बच्चा 12 महिनाभन्दा ठुलो बच्चा छ भने चाहिँ हामीले 30 ml पर केजी भनेको चाहिँ 30 मिनटमा दिन्छौँ र 70 ml पर केजी भनेको चाहिँ यसको ठ्याक्क आधा 2.5 आवर्समा दिन्छौँ। बुझ्नुभयो? सर यसलाई यसरी हजुर भन्नु मिल्छ सर, हामीले टोटल फ्लुइड यो प्लान सीमा दिनुपर्ने भनेको 100 ml हो अनि त्यो चाहिँ 6 घन्टाको अन्तरालमा अनि बुझिन्छ। 6 घन्टाको अन्तरालमा भनेर चाहिँ अलि मिलेन किन भन्दाखेरि चाहिँ पहिलो फ्लुइड भनेको चाहिँ 1 घन्टामै दिनु पर्यो। हजुरले पहिलो फ्लुइडलाई चाहिँ 30 मिनटमा दिएर बाँकी फ्लुइडलाई चाहिँ 5.5 घन्टामा दिनुभयो भने त बच्चा त ओभरलोडमा जान्छ। होइन सर, मैले त भन्नु खोजेको होइन, मैले भनेको टाइमलाई 6 घन्टासम्म पहिलो 6 घन्टालाई बाँड्ने पहिलो 1 आवर र बाँकीको 5 घन्टालाई, त्यस्तै टोटल फ्लुइड 100 ml लाई पहिलोलाई के अरे 30 मा अर्कोलाई 70 मा भन्ने। हजुर भनेपछि चाहिँ हाम्रो के भयो भन्दाखेरि चाहिँ हाम्रो एक्जामको लागि होइन, एक्जाम्पलको लागि चाहिँ हाम्रो चाहिँ एउटा बच्चाको वेट चाहिँ 10 केजीको बच्चा छ, 10 केजीको बच्चा छ र बच्चा 6 महिनाको छ। एउटा बच्चा ए है, यो चाहिँ हाम्रो चाइल्ड ए भयो। चाइल्ड बी भनेको चाहिँ हाम्रो चाहिँ लेट्स से 20 केजीको बच्चा छ, त्यो बच्चाको उमेर भनेको चाहिँ एक्जाम्पलको लागि चाहिँ हाम्रो 15 महिनाको बच्चा छ। अब 10 केजीको बच्चाको लागि हामीले के गर्यौँ भन्दाखेरि चाहिँ 300 ml दियौँ। 300 ml कतिमा दियौँ भन्दाखेरि चाहिँ 1 घन्टाको बिचमा दियौँ। त्यसपछि गएर चाहिँ हाम्रो 700 ml भयो। 700 ml चाहिँ हामीले कतिमा दियौँ भन्दाखेरि चाहिँ 5 घन्टामा दियौँ है 10 केजीको बच्चाको लागि। यो हाम्रो कति छ भन्दाखेरि चाहिँ 6 महिनाको बच्चा हो। अब अर्को बच्चा छ हाम्रो 15 महिनाको बच्चा छ, 20 केजीको छ भनेपछि चाहिँ हाम्रो 20 × 30 × 20 गर्दाखेरि हाम्रो के भयो भन्दाखेरि चाहिँ 600 ml दियौँ हामीले। 600 ml कतिमा दियौँ भन्दाखेरि चाहिँ 30 मिनटको बिचमा दियौँ। त्यसपछि गएर अर्को भनेको चाहिँ 70 × 20 भनेको 1400 ml मा हाम्रो 30 मिनट कटिसके पछाडि हामीले के गर्यौँ 1400 ml को चाहिँ हामीले रिङ्गर ल्याक्टेट चलाइदियौँ। 1400 ml को रिङ्गर ल्याक्टेट चाहिँ हामीले चाहिँ 2.5 आवर्समा दियौँ कि। बुझ्नुभयो? यो यसमा त कन्फ्युजन छैन होला है? सर के अरे प्लान सी मा टोटली आइभी फ्लुइड नै छ अनि प्लान बी मा आइभी पनि हुन सक्छ, अरू पनि हुन सक्छ। प्लान बीमा चाहिँ बच्चाले खान्छ, त्यस कारण चाहिँ हामीले चाहिँ ओरल फ्लुइड भयो कि ओआरएस नै दिन्छौँ हामीले सबै। र प्लान सीमा हामीले दिने भनेको चाहिँ द फ्लुइड अफ चोइस। सर यसमा एनएस या आरएल दुवैमा कुनै पनि दिन मिल्यो। अब हाम्रो नेक्स्ट पोइन्ट यही हो, फ्लुइड अफ चोइस भनेको चाहिँ हामीले यसलाई चाहिँ रिङ्गर्स ल्याक्टेट इज द फ्लुइड अफ चोइस। किन भन्दाखेरि चाहिँ रिङ्गर्स ल्याक्टेट इज मोर लाइक अ फिजियोलोजिकल फ्लुइड जस्तो हुन्छ, त्यस कारण चाहिँ रिङ्गर्स ल्याक्टेट इज अ फ्लुइड अफ चोइस इन केस अफ यो भयो कि है। अब यति भइसके पछाडि हाम्रो अर्को एनएमसीले सोध्ने क्वेसन भनेको हामीले प्लान ए र प्लान बीमा त हामी केमा थियौँ भन्दाखेरि चाहिँ ओआरएसमा थियौँ। प्लान सीमा हामीले एड गर्नुपर्ने भनेको रिङ्गर्स ल्याक्टेट एड गर्नु पर्यो है। प्लान ए र बीमा ओआरएस, प्लान सीमा रिङ्गर्स ल्याक्टेट। एमा जति खान सक्छ त्यति, बीमा चाहिँ हाम्रो मेन्टेनेन्स र डेफिसिट फ्लुइडको आधारमा थियो र हरेक लोज स्टुल पछाडि थियो। त्यसपछि गएर प्लान सीमा चाहिँ हाम्रो के थियो भन्दाखेरि चाहिँ 12 महिनाभन्दा ठुलो छ, 12 महिनाभन्दा सानो कति भयो। 12 महिनाभन्दा यदि सानो छ भने चाहिँ हामीले 30 दिने भनेको चाहिँ विथिन 1 आवरको बिचमा दिनुपर्छ, टाइम बेसी लगाएर दिनु पर्यो। र हाम्रो चाहिँ नेक्स्ट 70 दिने भनेको चाहिँ 5 आवर्सको बिचमा दिनु पर्यो। यो 12 महिनाभन्दा ठुलो छ भने चाहिँ हाम्रो फर्स्ट 30 दिने भनेको चाहिँ 0.5 आवर्सको बिचमा दिनु पर्यो र 5को आधा 70 दिने भनेको 2.5 आवर्समा दिनु पर्यो। हजुरहरूले मेन याद गर्नुपर्ने, इक्जामको लागि याद गर्नुपर्ने भनेको की पोइन्ट भनेको चाहिँ यो चाहिँ हाम्रो इक्जामको लागि चाहिँ याद गर्नै पर्यो है। हामीले चाहिँ प्लान बी को लागि जुन एमएल निकालेको थियौ नि त्यो चाहिँ ओआरएस को लागि एमएल हो त्यो।
ओआरएसको लागि प्लान बी सम्म त हामीले त आइबी लाइन त खोलेको छैनौँ नि त। बच्चाले खान सक्छ, खान सक्ने बच्चालाई खुवाइदिने है। हाम्रो जब जुन ल्याक्चर छ नि हजुर। यो 1 आवर 5 आवर त्यसपछि कम्प्लिटली स्टप हो। कम्प्लिटली स्टप चाहिँ भन्ने हुँदैन कि, किनकि हामीले चाहिँ कन्स्ट्यान्टली एसेस गर्नु पर्यो। यदि त्यसले पनि भएन भने चाहिँ हामीले चाहिँ फेरि फर्दर फ्लुइड दिएर चाहिँ बच्चालाई चाहिँ अरू फ्लुइड रेसिसिटेसनदेखि लिएर अब मेन भनेको कज अफ डिहाइड्रेसनलाई चाहिँ ट्रिट गर्नु पर्यो नि त। हाम्रो अब कज अफ डिहाइड्रेसन हेर्दाखेरि चाहिँ हाम्रो पार्ट अफ द वर्ल्डमा चाहिँ हाम्रो डायरिया इज द मोस्ट कमन कज अफ डिहाइड्रेसन। अब डायरियामा पनि हाम्रो चाइल्डलाई हेर्दाखेरि चाहिँ हाम्रो चाहिँ भाइरस मेनली भनेको चाहिँ रोटा भाइरस इज द मेन कज अफ डायरिया इन पिडियाट्रिक्स एज ग्रुप। र यो हाम्रो भाइरसमा पनि हाम्रो रोटा भाइरस इज द मोस्ट कमन। यो चाहिँ हामीले सोधिसकेको क्वेसन भयो। वी अलवेज एड्रेस द अन्डरलाइन कज है। अन्डरलाइन कज जे छ अन्डरलाइन कजलाई नै हामीले सुरुमा एड्रेस गरेर नै हामी चाहिँ अगाडि बढ्छौँ कि। सर यसमा के अरे जिङ्क होइन, जिङ्क त हरेक केस अफ डायरियाको लागि वा डिहाइड्रेसनको लागि चाहिँ हाम्रो चाहिँ जिङ्क आउने भयो। त्यस कारण मैले हजुर जिङ्कलाई त्यही भएर मैले सुरुमै भनिदिएँ कि जिङ्क भनेको चाहिँ जिङ्कको लागि हाम्रो कट अफ उमेर भनेको चाहिँ 6 महिना हुन्छ। 6 महिनाभन्दा सानो छ भने चाहिँ हाम्रो हाफ ट्याब्लेट भनेको 10 मिलिग्राम जिङ्क, 6 महिनाभन्दा ठुलो छ भने चाहिँ हाम्रो 20 मिलिग्राम जिङ्क 14 to 14 डेज। एउटा डेट पिक गर्नु पऱ्यो भने चाहिँ गो फर 14 डेज। हजुर, जिङ्क भनेको चाहिँ एड अन थेरापी हो है। यो भनेको चाहिँ हाम्रो चाहिँ हामीले फ्लुइडलाई त एड्रेस गरिरहेको छौँ, फ्लुइड लसलाई त एड्रेस गरिरहेको छौँ, त्यसको अथवा पनि त्यसमा चाहिँ हाम्रो एड गरेर पनि एक्स्ट्रा अमाउन्टमा चाहिँ हामीले चाहिँ जिङ्क दिन्छौँ। किन भन्दाखेरि चाहिँ जिङ्कले चाहिँ जुन सिभिरिटी अफ डिहाइड्रेसन छ र एपिसोड छ त्यस चाहिँ कम गरिदिन्छ कि। जिङ्क मोर लाइक हाम्रो जिङ्कको काम भनेको चाहिँ इन्टेस्टाइनल एपिथेलियमलाई चाहिँ अलिकति हिलिङलाई प्रमोसन गर्छ। अर्को भनेको नेक्स्ट एपिसोड अफ डायरिया वा नेक्स्ट एपिसोड अफ डिहाइड्रेसन हुन सक्ने चान्सलाई चाहिँ कम गरिदिन्छ। त्यस कारण चाहिँ हाम्रो जिङ्कलाई चाहिँ हरेक उसमै एउटा एपिसोड भइसके पछाडि चाहिँ जिङ्क दिइहाल्छौँ। हजुर भन्नुहोस् त। हजुर जिङ्क त सबैमा दिने, सबैमा जिङ्कको रोल चाहिँ छ है। हामीलाई इक्जाममा सोध्यो भने चाहिँ जिङ्कको थाहा हुनुपर्ने हामीलाई चाहिँ आधा ट्याब्लेटमा 6 मिलिग्राम हुन्छ भनेर थाहा हुनु पर्यो, एउटा फुल ट्याब्लेटमा 20 मिलिग्राम हुन्छ भनेर थाहा हुनु पर्यो। दिने भनेको चाहिँ 6 महिनाभन्दा सानो बच्चा छ भने चाहिँ हाम्रो चाहिँ आधा ट्याब्लेट दिनु पर्यो, 6 महिनाभन्दा ठुलो छ भने चाहिँ फुल ट्याब्लेट दिनु पर्यो। कति दिन दिने भन्दाखेरि 10 to 14 डेज। एउटा चुज गर्नु पर्यो भने 14 डेज। जिङ्कमा के कन्फ्युजन छ हजुरलाई? जिङ्कको आधा के भन्नुभयो? जिङ्कको आधा ट्याब्लेट चाहिँ आज खोल्यो नि होइन, अनि भोलि सेम छ कि लाइक त्यो फेरि नयाँ खोल्नुपर्छ भोलि? त्यो चाहिँ त्यसलाई नै इफ हामीले चाहिँ इयरबाट प्रिभेन्ट गर्न सक्छौँ भने चाहिँ त्यही दिन सक्यौँ। तर हावामा गएर अक्सिडाइज भइसक्यो भने चाहिँ वी गो फर द नेक्स्ट ट्याब्लेट। जिङ्कले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ इन्टेस्टाइनल एपिथेलियमको हिलिङलाई चाहिँ प्रमोट गर्छ है। प्रमोट गर्ने भयो प्लस हाम्रो चाहिँ फ्युचर एपिसोडलाई पनि हाम्रो कम गरिदिनु भयो। अब हजुरहरूले भन्नुहोस् मलाई जिङ्कको डेफिसियन्सी भयो भने बच्चामा देखिने एउटा कन्डिसन छ, त्यसलाई के भनिन्छ भन्नुहोस् त? पेलेग्रा भनेको चाहिँ नाइसिन डेफिसियन्सी है। यो पनि सोधेको क्वेसन हो। पेलेग्रा इज नाइसिन डेफिसियन्सी सोधिसकेको क्वेसन हो। हजुरहरूले एकजनाले भन्नुभयो। यसलाई के भन्छ भन्दा चाहिँ एक्रोडर्माटाइटिस इन्टेरोप्याथिका। एक्रोडर्माटाइटिस इन्टेरोप्याथिका यो चाहिँ हामीलाई सोधिसकेको क्वेसन हो है। एकजनाले भन्नुभयो पेलेग्रा भन्नुभएको, याद गर्नुपर्ने सोधेकै क्वेसन हो, याद गर्नु होला। पेलेग्रा बिकज अफ नियासिन डेफिसियन्सी, जिङ्क डेफिसियन्सी भयो भने एक्रोडर्माटाइटिस इन्टेरोप्याथिका दुवै सोधेको क्वेसन हो है हजुरहरूले। दिज आर द बोनस पोइन्ट्स। ओके, अब यति भइसके पछाडि चाहिँ अब हामीले एक्रोडर्माटाइटिस इन्टेरोप्याथिका
हजुर यो के यसमा चाहिँ डायरियासँग रिलेटेड छ यो हजुर हजुर डायरियासँग रिलेटेड छ यसमा चाहिँ खासमा के हुन्छ भन्दाखेरि चाहिँ पेरी ओरिफिसियल डर्माटाइटिस हुन्छ है। हाम्रो वुन्ड हिलिङ पनि डिलेट भएको हुन्छ र हाम्रो पेरी ओरिफिसियल आइदर इन द केस अफ द एनल ओरिफिस अर द माउथको यो स्टोमल ओरिफिसको वरिपरि चाहिँ हाम्रो डर्माटाइटिस हुन्छ। तर हजुरहरूले इक्जाममा ठ्याक्कै राख्ने वर्ड भनेको चाहिँ एक्रोडर्माटाइटिस एन्टेरोप्याथीका पर्टिकुलर यही वर्ड नै राख्छ। यसको क्लिनिकल मेनिफेस्टेसनहरू हजुरहरूले खासै सोध्दैन है। सोधिहाल्यो भने चाहिँ पेरी ओरिफिसियल डर्माटाइटिस जुन हाम्रो जति पनि ओरिफिसेसहरू हुन्छ ओरिफिसको वरिपरि चाहिँ डर्माटाइटिस देखिन्छ। प्लस अर्को हाम्रो डिलेड वुन्ड हिलिङ पनि हाम्रो अलिकति डिले हुन्छ। अर्को भनेको यसमा चाहिँ हाम्रो रिप्रोडक्टिभ फङ्सन पनि हाम्रो कुनको मेटल डेफिसियन्सीमा चाहिँ रिप्रोडक्टिभ फङ्सन पनि अलिकति एफेक्ट गर्छ भनेर सोध्यो भने चाहिँ अफेक्ट्स रिप्रोडक्टिभ फङ्सन जुन हाम्रो जिङ्कको डेफिसियन्सी भयो भने चाहिँ हुन्छ। जिङ्कको डेफिसियन्सीमा एड गर्नुपर्ने कुरा एउटा सिङ्गल वर्ड किवर्ड हजुरहरूको एनएमसीमा आयो भने चाहिँ के आउँछ भन्दाखेरि चाहिँ अलवेज एक्रोडर्माटाइटिस एन्टेरोप्याथिका है। ओके सर अगाडि बढ्नुहोस्। सर एउटा क्वेसन थियो मेरो विथ यो फ्लुइड अफ चोइस लागि चाहिँ। सो जस्तो हाम्रो डिहाइड्रेसनको अब म्यानेजमेन्टको गोल भनेको चाहिँ रिससिटेसन एन्ड रिप्लेसमेन्ट भयो होइन सर। त्यसपछि त्यसको लागि चाहिँ हाम्रो फ्लुइड अफ चोइस रिङ्गल एक्टेड भन्नुभयो हजुरले। त्यसपछि मेन्टेनेन्सको लागि पनि सेम नै हो फ्लुइड मेन्टेनेन्स जुन यो मेन्टेनेन्स लागि त हामीले त ओआरएस दिएको छौँ नि त्यतिखेर त हजुर नै। जस्तो अब आइभी को लागि चाहिँ हामी त्यतिखेर आरएल मात्र दिने। हजुर हजुर यसमा त हामीले चाहिँ सिबिडिएसमा हजुर भनेको 30 ml पर केजीमा आरएल 70 ml पर केजी आरएल वेट के भन्छ उमेरको अनुसार अनि उमेर कम छ भने चाहिँ अगेन 30 ml र 70 ml आरएल। अनि सर व्हाट अबाउट आइसोलाइट बी त्यो चाहिँ कस्तो केसेसहरुमा युज गरिन्छ? आइसोलाइट बी पनि हाम्रो इट्स मोर लाइक फिजियोलजिकल तर एक्जाममा यदि सोधिहाल्यो भने चाहिँ फ्लुइड अफ चोइस भनेर सोधिहाल्यो भने चाहिँ गो फर रिङ्गर्स ल्याक्टेट। ओके थ्यांक यू सो मच। ओके इन्फेन्टको लागि पनि आरएलए हुन्छ सर? केको लागि? इन्फेन्टको लागि हजुर आरएलए गरिदिनुस्। रिङ्गर्स ल्याक्टेट इज द फ्लुइड अफ चोइस फर डिहाइड्रेसनको लागि चाहिँ। ओके अब चाहिँ हामीले चाहिँ एक्जाममा अर्को सोध्न सक्ने कुरो भनेको चाहिँ ओआरएस को कम्पोजिसन चाहिँ हामीले एक्जाम याद गर्नु पर्यो है। ओआरएस को कम्पोजिसन चाहिँ हामीलाई सोधेको क्वेसन मध्येको एउटा क्वेसन भनेको चाहिँ हाम्रो ओआरएस को चाहिँ कम्पोजिसन भयो। ओआरएस को कम्पोजिसनमा चाहिँ हामीले याद गर्नुपर्ने चाहिँ दुईटा तरिकाले याद गर्न सक्छौँ। एउटा चाहिँ हाम्रो चाहिँ सोडियम क्लोराइड भनेर सोध्यो भने चाहिँ हाम्रो युज हुने सोडियम क्लोराइड भनेको चाहिँ हाम्रो 2.6 ग्राम पर लिटर है। अब यो चाहिँ हजुरहरूलाई जुनसुकै पोइन्ट पनि सोध्न सक्छ। सोडियम क्लोराइड इज 2.6। अर्को हाम्रो ग्लुकोज युज गर्छौँ। ग्लुकोज भनेको चाहिँ हाम्रो एनहाइड्रस फर्म विदाउट वाटर फर्म अफ ग्लुकोज हुन्छ। त्यो ग्लुकोज भनेको चाहिँ हाम्रो 13.5 ग्राम पर लिटर हुने भयो। अर्को हाम्रो पोटासियम क्लोराइड हुन्छ केसिएल इज हाम्रो 1.5 है। र अर्को भनेको त्यसमा चाहिँ ट्राइसोडियम साइट्रेट हुन्छ। ट्राइसोडियम साइट्रेट इज 2.9। ओके अब हजुरहरूले अब कसरी याद गर्नु भन्दाखेरि चाहिँ सोडियम क्लोराइड भनेको 2.6 सोडियम क्लोराइडको 2.6 मा ट्राइसोडियम भनेको त 3 हो है। हेर्नुहोस् त सोडियम भनेको हाम्रो चाहिँ 2.6 थियो। ट्राई भनेको चाहिँ हामीले चाहिँ 3 एड गऱ्यौँ भने चाहिँ 2.6 मा 3 लेट्स एज्युम दिस इज 0.3 यो भनेको हाम्रो चाहिँ 2.9 भयो। अब अर्को भनेको चाहिँ ग्लुकोज भनेको सबभन्दा धेरै हुन्छ। सबभन्दा धेरै कति हुन्छ भन्दाखेरि चाहिँ 13.5 हुन्छ। 13.5 को यो 3 हटाइदियौँ भने कति भयो 1.5 हुने भयो। भनेपछि अब मलाई कसैले भन्नुहोस् त सोडियम क्लोराइड कति युज गर्ने थियो भन्नुहोस् त? 2.6 ग्राम पर डेसिलिटर 2.6 है। हामीले सोडियम क्लोराइड याद गरिसकेपछि हामीले अर्को याद गर्ने ट्राइसोडियम साइट्रेट याद हजुर 2.9 भयो है। अब हामीले अर्को याद गर्ने भनेको चाहिँ एनहाइड्रस ग्लुकोज भनेर याद गर्ने। एनहाइड्रस ग्लुकोज चाहिँ सबभन्दा धेरै थियो यो भनेको 13.5
5 छ। अब हाम्रो एउटा मोलिकुल छ अर्को KCl भन्ने मोलिकुल छ, यसबाट 3 निकाल्दिने भनेको कति भयो त भन्दाखेरि चाहिँ 1.5 माथि गर्दिनु धेरै फास्ट हेर्नु है त। हामीले सुरुमा चाहिँ सोडियम क्लोराइड याद गऱ्यौँ है। सोडियम क्लोराइड हाम्रो याद गर्दाखेरि कति छ 2.6 छ। अब सोडियम क्लोराइड याद गरिसके पछाडि हामीले सोडियम क्लोराइडमा 0.3 एड गर्छौँ। ट्राई भनेको चाहिँ 0.3 भयो, सोडियम भनेको 2.6 यो हामीले याद गरेको भनेपछि ट्राइसोडियम साइट्रेट कति भयो त 2.9 भयो। हामीले अर्को के याद गऱ्यौँ भन्दाखेरि नाइट्रस ग्लुकोज याद गऱ्यौँ, त्यो भनेको 13.5 छ। अब 13.5 को बिचको 3 लाई चाहिँ हामीले रिमुभ गऱ्यौँ भनेपछि कति भयो 1.5 हुने भयो। 1.5 इज द हाम्रो पोटासियम क्लोराइडको चाहिँ यति अमाउन्ट हुने भयो। यो चाहिँ अब हजुरहरूलाई एक्जाममा चाहिँ जसरी पनि सोध्न सक्ने भयो कि अब सोडियम क्लोराइड कति हुन्छ भन्यो भने वा चाहिँ ग्लुकोज कति हुन्छ भन्यो भने यो भयो। अर्को भनेको चाहिँ हाम्रो चाहिँ अस्मोलारिटीका बेसिसमा हुने भयो है। अर्को भनेको हाम्रो अस्मोलारिटीको बेसिसमा हुने भयो है। अब अस्मोलारिटीको बेसिसमा हेर्दाखेरि चाहिँ हाम्रो के हुन्छ, हामीले सोडियमलाई एउटा मान्छौँ। हाम्रो खासमा के हुन्छ भन्दाखेरि चाहिँ एउटा मोलिक्युल हुन्छ कि जसलाई एउटा ट्रान्सपोर्टर्स हुन्छ जसलाई के भन्छौँ सोडियम ग्लुकोज को ट्रान्सपोर्टर भन्छौँ। भनेको यदि तपाईँले कोही बिरामीलाई सोडियम खुवाउन लाग्नु भएको छ भने सोडियमसँगै जहिले पनि के खुवाउनुपर्छ त भन्दाखेरि चाहिँ ग्लुकोज खुवाउनुपर्छ। किन भन्दाखेरि चाहिँ जुन हाम्रो इन्टेस्टाइनल एपिथेलियममा यो चाहिँ हाम्रो लुमेन भयो, एपिथेलियममा चाहिँ हाम्रो चाहिँ यहाँबाट हाम्रो मेन काम भनेको त यो सबैबाट डाइरिया हुँदा वा डिहाइड्रेसन हुँदाखेरि त हाम्रो चाहिँ सोडियम लस भएको हो है। सोडियमसँगै अरू सबै कुरा लस भइरहेको छ भनेपछि हाम्रो के हुन्छ, अब सोडियम रिएब्जर्प्सन गर्नु पर्यो। सोडियम रिएब्जर्प्सन चाहिँ हाम्रो के को साथमा हुँदो रहेछ त भन्दाखेरि चाहिँ जहिले पनि ग्लुकोजको साथमा हुँदो रहेछ है। सोडियम ग्लुकोजको साथमा हुँदो रहेछ भनेपछि चाहिँ हामीले चाहिँ सोडियम र ग्लुकोजको चाहिँ अस्मोलारिटीको फर्ममा चाहिँ अलमोस्ट इक्वल अमाउन्ट अफ सोडियम र ग्लुकोज हुनु पर्यो। भनेपछि चाहिँ हाम्रो चाहिँ सोडियम कति हुन्छ अस्मोलारिटी भन्नुहोस् त 75 हुन्छ। सोडियम साथसाथै ग्लुकोज पनि जहिले पनि बराबरी हुनु पर्यो भनेपछि ग्लुकोज कति छ भन्नुहोस् त फेरि 75 हुनु पर्यो है। अब अर्को छ हाम्रो सोडियम पछि यस्तो हुन्छ हाम्रो यो जुन इन्टेस्टाइनलको लुमेन भयो, इन्टेस्टाइनलको लुमेन भयो, यो चाहिँ हाम्रो इन्टेस्टाइनल एपिथेलियम भयो। एउटा अर्को फोटो बनाएर बनाइदिएँ मैले। यो चाहिँ हाम्रो इन्टेस्टाइनल लुमेन भयो, यसको लुमेनमै हाम्रो टाँसिएको चाहिँ हाम्रो दिस इज द एपिथेलियम इन्टेस्टाइनल एपिथेलियम भयो। अब हाम्रो यसमा चाहिँ के हुन्छ भन्दा वी हेभ दिस ट्रान्सपोर्टर छ जसको नाम हो सोडियम ग्लुकोज को ट्रान्सपोर्टर। भनेको यसले के गर्छ भन्दाखेरि चाहिँ जतिखेर सोडियमलाई रिएब्जर्प्सन गर्छ त्यतिखेर नै हाम्रो के हुन्छ ग्लुकोजलाई चाहिँ रिएब्जर्प्सन गर्छ। भनेपछि हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ जति अमाउन्ट अफ सोडियम दिएको छौँ अस्मोलारिटीमा, जति अमाउन्ट अफ सोडियम दिएको छौँ त्यति नै अमाउन्ट अफ के दिनु पर्यो ग्लुकोज दिनु पर्यो। भनेपछि हामीले यदि 75 अस्मोल्स है 75 मिली अस्मोल्स अफ सोडियम दियौँ भने हामीले ग्लुकोज पनि कति दिनु पर्यो त भन्दाखेरि चाहिँ 75 नै दिनु पर्यो कि है। अब अर्को हुन्छ हाम्रो यसमा चाहिँ क्लोराइड हुन्छ भनेपछि एउटा हाम्रो सोडियमको कुरा गऱ्यौँ, दोस्रो हाम्रो ग्लुकोजको कुरा गऱ्यौँ, तेस्रो नम्बरमा छ हाम्रो क्लोराइड याद गर्नु पर्यो। क्लोराइड भनेको 75बाट 10 कम हुन्छ, त्यो भनेको 65 भइहाल्यो। अब हेर्नुहोस् त हाम्रो यहाँबाट के आयो, सोडियम भयो, हाम्रो क्लोराइड भयो र हाम्रो ग्लुकोजको कुरा गऱ्यौँ। अब हाम्रो बाँकी भयो पोटासियम बाँकी भयो। पोटासियम भनेको चाहिँ हाम्रो 20 र अर्को ट्राइसोडियम साइट्रेट बाँकी भयो। सोडियम त आइसक्यो, अब हाम्रो साइट्रेट मात्रै मोलिक्युल छ। साइट्रेट भनेको 10। इक्जामलाई याद गर्नुपर्ने है, इक्जामलाई याद गर्नुपर्ने भनेको एकदमै सोध्न सक्ने, सोडियम सोध्न सक्छ, ग्लुकोज सोध्न सक्छ र हाम्रो चाहिँ पोटासियम र क्लोराइड सोध्न सक्छ। यति चाहिँ इक्जामको लागि यादै गर्नु पर्यो। साइट्रेट त अब यति मात्रै, साइट्रेट मात्रै बाँकी भएपछि साइट्रेट पनि किन छोडिदिने हो र। यो हजुर युनिट भनेको चाहिँ हाम्रो यो चाहिँ
मिलिअस्मल्स 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 पर लिटर और हाम्रो मिलिमोल्स पर लिटर। अस्मोलारिटी र मोलारिटी चाहिँ हाम्रो उस्तै उस्तै हुन्छ यसमा चाहिँ। त्यस कारण वी गो फर मिलिअस्मल्स पर लिटर और मिलिमोल्स पर लिटर। यो चाहिँ हाम्रो ग्राम्स पर। सोध्छ सर न्युमेरिकल भ्यालुजहरु यसमा अस्मोलारिटीको आधारमा सोधे अनि यसमा यो चाहिँ हाम्रो ग्राम पर लिटरको भयो कि। दिज आर ग्राम पर लिटर। हैन क्वेशनमा के सोध्छ भन्दाखेरि चाहिँ इन ओआरएस फ्लुइडमा चाहिँ है। अब क्वेशनमा कसरी हुन सक्ने भन्दाखेरि चाहिँ ओआरएस फ्लुइड कन्सिस्ट अफ सोडियम है। सोडियम इन which of the following osmolarity or ORS consist of which of the following osmolarity of sodium भनेर सोधे हैन। अब अप्सनमा के हुन्छ 65 हुन्छ 75 हुन्छ त्यसपछि गएर 20 हुन्छ अर्को हुन्छ 10 हुन्छ। एन्सर के भन्नुस् त? 75 भयो। 65 चाहिँ के थियो भन्नुस् त? के को हो? क्लोराइड। 65 क्लोराइड भयो। 20 के को भन्नुस् त? पोटासियम। पोटासियम 10 के भयो। यस्तो छ तपाईको यो भनेको चाहिँ हामीले अस्मोलारिटीको फर्ममा छ। त्यसको चाहिँ यो चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ वेटको फर्ममा छ कि। हेर्नुस् त यसमा मोलिकुल एसच छ, यसमा चाहिँ यसको अस्मोलारिटी मात्रै दिएको छ। जस्तै नेक्स्ट क्वेशन के हुन सक्यो भन्दाखेरि चाहिँ क्वेशन नम्बर 2 मा चाहिँ हाम्रो ओआरएस फ्लुइडमा ओआरएस फ्लुइड कन्सिस्ट अफ सोडियम क्लोराइड चाहिँ कति हुन्छ भनेर सोधे हैन। सिम्पल हाम्रो यति नै छ। हाम्रो एउटा अप्सनमा छ 2.9 ग्राम पर लिटर, अप्सन बी मा छ 2.6 ग्राम पर लिटर, अप्सन 3 मा छ हाम्रो 65 मिलिमोल्स पर लिटर, अप्सन डी मा छ 75 मिलिमोल्स पर लिटर। यसको आन्सर भन्नुस् त? 2.6 ग्राम पर लिटर। 2.6 भयो है। भनेपछि हजुरहरूले मोलिकुल एसच हेर्नुभयो भने चाहिँ ग्राम्स पर लिटर हुन्छ। 2.9 2.6 वालामा जाने भयो। सिंगल एउटा मात्रै चाहिँ अब सोडियम प्लस भनेको छ, क्लोराइड माइनस भनेको छ, वा चाहिँ हाम्रो ग्लुकोजको चाहिँ अस्मोलारिटी दिएको छ भने चाहिँ हाम्रो चाहिँ यो 65 75 को रेन्जमा हुने भयो कि। ओके सर, ठीक छ सर। ओआरएस फिल्टर कम्पोज दुईटै मध्ये कुनै के हुन्छ हजुर? के चाहिँ भयो भने हजुरलाई? ओआरएस हुन्छ नि हजुर, त्यसको कम्पोजिसनमा दुई तरिकाले भन्नुभयो नि, कुन तरिकाले प्रेजेन्ट हुन्छ ओआरएसमा? दुईटै तरिकाले उस्तै कुरा हो। ओआरएस को स्यासेमा हेर्नुभयो भने चाहिँ यो दुईटै लेखिएको हुन्छ उनीहरूले। हरेक स्यासेमा हुने चाहिँ यही नै हो कि। सर अगाडि बढ्नु छ। ल अब चाहिँ हामीले चाहिँ हिजोको अस्तिको क्लासहरूलाई चाहिँ थोरै लिङ्क गरौँ मलाई है त। यदि एउटा मान्छेलाई चाहिँ डायरिया भयो भने उसमा कुन चाहिँ मेटाबोलिक एब्नर्मालिटी देखेला भन्नुस् त? मेटाबोलिक अल्कालोसिस। हामीले एउटा याद गरेको थियौँ नि, नर्मल एनायन ग्याप मेटाबोलिक एसिडोसिस भनेर चाहिँ डायरिया भनेर भनेको थियौँ नि त। यो पनि हाम्रो दिस इज अ पास्ट क्वेसन है। सोधिसकेको क्वेसन हो। डायरियामा हुने के हुन्छ त भन्दाखेरि चाहिँ नर्मल एनायन ग्याप मेटाबोलिक एसिडोसिस हुन्छ। हाई एनायन ग्याप मेटाबोलिक एसिडोसिस देखिने दुईटा कन्डिसन भनिदिनुस् त मलाई। डायबिटिक केटोएसिडोसिस, लैक्टिक एसिडोसिस, स्टार्वेशन, मिथानोल, मिथानोल पोइजनिङ, युरेमिया, साइलिसाइलेट्सहरु सबै भयो है। त्यो चाहिँ हाम्रो अगाडिको क्लासको लागि थियो। हजुर, तर डायरियामा हाम्रो के हुन्छ? नर्मल एनायन ग्याप मेटाबोलिक एसिडोसिस। नर्मल एनायन ग्याप मेटाबोलिक एसिडोसिस दिने रेनल कन्डिसनमा अर्को हुन्छ हाम्रो रेनल ट्युबुलर एसिडोसिस है। यो चाहिँ अब हामी क्लासमा चाहिँ बिस्तारै अगाडि बढ्दै जान्छौँ नि त। तपाईहरुले अगाडिको क्लासलाई पनि थोरै रिभिजन चाहिँ गर्दै गर्नु पर्यो। जहाँ जहाँ कनेक्सन हुन्छ त्यो कनेक्सनहरु चाहिँ म भन्दै जान्छु है। अब अर्को यसमा चाहिँ हाम्रो चाहिँ
रेनल फेलियर कुनै हुन सक्छ। रेनल फेलियर भनेको चाहिँ हाम्रो छुट्टै CSQ को टपिक हुन्छ है। यसमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ रेनल फेलियर चाहिँ हाम्रो ग्रसले चाहिँ 3टामा डिभाइड गर्छौँ। एउटा हुन्छ हाम्रो रेनल फेलियर इन द सेन्स अफ AKI है, रेनल AKI हुन्छ। अर्को हाम्रो पोस्ट रेनल हुन्छ, अर्को हुन्छ हाम्रो प्री रेनल हुन्छ। र जुनसुकै कन्डिसन जसले चाहिँ भोल्युमलाई डिप्लिसन गर्छ, इन्ट्राभास्कुलर भोल्युमलाई चाहिँ डिप्लिसन गर्यो भने चाहिँ हाम्रो चाहिँ के हुन्छ, जहिले पनि प्री रेनल AKI हुन्छ। अहिले हजुरहरूले यति मात्रै बुझ्नु, हामी AKI को चाहिँ छुट्टै CSQ नै राख्छौँ, त्यसमा चाहिँ फुल AKI को बारेमा हामीले डिल गर्छौँ। यति मात्रै के बुझ्नु भन्दाखेरि चाहिँ जतिखेर इन्ट्राभास्कुलर भोल्युम घट्छ त्यतिखेर चाहिँ हाम्रो के हुन्छ, प्री रेनल अक्युट किडनी इन्जुरी हुन्छ भन्ने कुरा चाहिँ बुझ्नु होला है त। ओके सर। अक्युट किडनी इन्जुरी हुने भयो। ओके, अब यसमा अरू केही सोध्नु प्लान छ हजुरहरूलाई? के इन्ट्राभास्कुलर के भन्नुभयो तपाईले, कम भएको हो? इन्ट्राभास्कुलर भोल्युम चाहिँ डिप्लिसन भयो कि, डिप्लिसन भइसके पछाडि त रेनल पर्फ्युजन नै कम हुने भयो है। रेनल पर्फ्युजन नै हाम्रो कम भइसके पछाडि त रेनल चाहिँ सटडाउनको स्टेटमा जाने भयो। भन्नुहोस् त सर, हाम्रो अब अघि ORS को जस्तै रिङ्गर ल्याक्टेटको पनि होला नि? रिङ्गर्स ल्याक्टेटको चाहिँ के भन्नुभयो? कम्पोजिसन। रिङ्गर्स ल्याक्टेटको चाहिँ हाम्रो एनेस्थेसियामा आउँछ कि, जति पनि फ्लुइड रिससिटेसन, अक्सिजन रिससिटेसनहरू छ नि, त्यो चाहिँ एनेस्थेसियाको टपिकमा आउँछ। त्यहाँ यदि भएको छैन भने चाहिँ म हजुरहरूलाई चाहिँ फ्लुइडको क्वेसन गरौँ सर भइहाल्यो। त्यहाँ भएको छैन भने चाहिँ अब आज चाहिँ हामी डिहाइड्रेसनको टपिकमा जाऊँ, त्यसपछि गएर चाहिँ म हजुरको एनेस्थेसियाको फ्याकल्टीसँग पनि एकचोटि कुरा गरेर अनि उहाँहरूले नै कभर गर्नुहुन्छ कि के गर्नुहुन्छ, म उहाँसँग डिल गरेर गर्छु नि त है। किनकि यो चाहिँ ओभरल्यापिङ हुने टपिकहरू हो कि, प्यासेन्जर्सले पनि प्रेजेन्ट गर्न सक्ने भयो। यो चाहिँ फ्लुइड रिससिटेसन चाहिँ एनेस्थेसियाको पोर्सनमा थियो कि हामीले डिभिजन गर्दा। एनेस्थेसिया त हाम्रो सकिसक्यो सर। सर्जरीमा पनि पढाइ हुन्छ सर फ्लुइड चाहिँ? हजुर, सर्जरीमा पनि हुन्छ। फ्लुइड इलेक्ट्रोलाइट्सहरू चाहिँ आउने टपिक हुने कि। ओके सर। अब चाहिँ हामी चाहिँ थोरै क्वेसन डिस्कस गरौँ है त। ल, अब हाम्रो यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ 2 वर्षको बच्चा रहेछ, इमर्जेन्सीमा आयो, 3 दिनदेखि चाहिँ वाटरी डाइरिया छ र भोमिटिङ छ। 8वटा एपिसोड अफ डाइरिया छ, 5वटा एपिसोडको चाहिँ भोमिटिङ भएको रहेछ पास्ट 24 आवर्समा। हिज मदर रिपोर्ट्स इज रिफ्युजिङ टु ड्रिङ्क। एक्जामिनेसन गर्दाखेरि लेथार्जिक छ, सङ्कन आइ छ, ड्राई म्युकस मेम्ब्रेन छ र डिक्रिज स्किन टर्गर छ। हार्ट रेट चाहिँ उसको 160 रहेछ। रिफिल टाइम भनेको बढेको छ है, 3 सेकेन्डभन्दा बेसी छ। हि हेज नट युरिनेटेड इन पास्ट 12 आवर्स भनेपछि हाम्रो चाहिँ एस्टिमेटेड डिग्री अफ डिहाइड्रेसन कति होला यसमा भन्नुहोस् त? 10%। दिस इज द केस अफ सिभियर डिहाइड्रेसन है। अब ओआरएसले चाहिँ कसरी काम गर्छ भन्नुहोस् त? इट प्रोभाइड्स क्यालोरिज। ओआरएसमा हेर्नु है त, ओआरएसमा हामीले त्यतिखेर कहीँ क्यालोरीको कुरा गरेको छौँ, कहीँ पनि कुरा गरेको छैनौँ। इट प्रमोट्स ग्लुकोज सोडियम को ट्रान्सपोर्टर इन द गट। ग्लुकोज र सोडियम चाहिँ जहिले पनि सँगसँगै हाम्रो ट्रान्सपोर्टर हुन्छ है। स्टप्स डाइरिया इमिडिएटली, यो त हाम्रो कुनैले गर्दैन। किल्स ब्याक्टेरियाको पनि कुरो भएन, यसको एन्सर भनेको के भयो? बी भयो। ओके, 2टा बोलस दिइसके पछाडि चाहिँ चाइल्ड रिमेन्स ट्याकिकार्डिक विथ द पुअर पर्फ्युजन। नेक्स्ट स्टेप के गर्ने भन्नुहोस् त? अब अहिलेसम्म हाम्रो के छ भन्दाखेरि चाहिँ बच्चा सङ्किन आइन्छ, सिभियर डिहाइड्रेसन भन्छ। सिभियर डिहाइड्रेसनमा हामीले ओरल डिहाइड्रेसनको कहीँ कुरा गऱ्यौँ त? कहीँ पनि कुरा गरेनौँ। वी एडमिनिस्टर एनदर फ्लुइड बोलस प्रोभाब्ली। अर्को भनेको स्टार्ट मेन्टेनेन्स फ्लुइड। मेन्टेनेन्स फ्लुइड चाहिँ हाम्रो कहाँनिर थियो भन्दाखेरि चाहिँ सम डिहाइड्रेसनमा आएको कुरा थियो। डिस्चार्ज हुन त हाम्रो कुरो भएन भनेपछि हाम्रो पहिलो फ्लुइड रिससिटेसन गर्दाखेरि, किनकि यो हाम्रो सिभियर डिहाइड्रेसन भनेको चाहिँ पिडियाट्रिक्स इमर्जेन्सी कन्डिसन हो, त्यस कारण चाहिँ हामीले चाहिँ अब के गर्छ भन्दाखेरि चाहिँ वी एडमिनिस्टर एनदर फ्लुइड बोलस है। अब डाइरियल डिहाइड्रेसनमा चाहिँ कुन चाहिँ इरोक्लाइड एब्नोर्मालिटी हुन्छ, कसैले भनिदिनुहोस् त? इज द हाइपोनेट्रिमिया है। अब चाइल्ड हेमोडाइनामिक स्टेबल भइसके पछाडि कुन चाहिँ फ्लुइड दिने मेन्टेनेन्सलाई भन्नुहोस् त? ओके, रिङ्गर्स ल्याक्टेट नै भइहाल्यो है। त्यसपछि
सर 2 र 3 एक्चुअली भन्दिनु न 2 र 3 एकछिन भन्दिनु 2 र 3 ओके हाम्रो ओआरएस को काम गर्ने भनेको चाहिँ मैले एउटा यो फोटो बनाइदिएको थिएँ नि सोडियम र ग्लुकोजलाई चाहिँ जहिले पनि उसले चाहिँ को ट्रान्सपोर्टरको रूपमा चाहिँ लिने भयो कि जतिखेर सोडियम आउँछ त्यतिखेर चाहिँ ग्लुकोज आउँछ त्यसै कारणले हामीले ओआरएसमा के गर्छौँ जति सोडियम राख्छौँ त्यति नै ग्लुकोज राख्छौँ है क्वेसन नम्बर 2 ले त्यही भनेको थियो ओआरएसले काम गर्ने भनेको चाहिँ सोडियम र ग्लुकोज को ट्रान्सपोर्टर चाहिँ काम प्रमोट गर्ने भयो त्यसपछि गएर 3 भनेको चाहिँ हामीले फ्लुइड दिँदाखेरि पनि दुईटा बोलस दियौँ त्यही पनि चाइल्ड चाहिँ अहिले पनि डिहाइड्रेसन स्टेटमा छ भने हाम्रो अबको गोल भनेको स्टिल वी हेभ टु गो फर द फ्लुइड रिससिटेसन त्यसकारण चाहिँ अर्को फ्लुइड बोलस दिनु पर्यो क्या हामीले चाहिँ सो 4 को भन्दैन एक्चुअली 4 5 ओके 4 मा चाहिँ हाम्रो चाहिँ के हुन्छ भन्दा चाहिँ अफकोर्स डायरिया भनेको त हाम्रो इन्ट्राभास्कुलर भोल्युम डिप्लेसन हुने भयो है इन्ट्राभास्कुलर भोल्युम डिप्लेसन हुन्छ किन भन्दाखेरि चाहिँ सोडियम र वाटर लस भइरहेको हुन्छ त्यसकारण चाहिँ मोर कमनली हाम्रो देख्ने भनेको चाहिँ हाइपोनेट्रियामा चाहिँ हाम्रो डायरियामा मोर कमन देख्ने भयो अब चाइल्ड हेमोडाइनामिक स्टेबल भइसके पछाडि हाम्रो मेन्टेनेन्स फ्लुइडको लागि चाहिँ हामीले दिने भनेको चाहिँ रिङ्गल सिलेक्टेड आरएल फ्लुइड चाहिँ मेन्टेनेन्सको लागि दिने भयौँ हामीले बुझ्नुभयो यस सर अब नेक्स्ट क्वेसनहरु भयो नि त हजुरहरूलाई यो डिहाइड्रेसनको बाट चाहिँ अलमोस्ट एउटा क्वेसन चाहिँ आउँछ नि नेक्स्ट क्वेसन छ 6 महिनाको बच्चा छ फिभर भोमिटिङ र डायरिया छ 2 दिनदेखि एक्जामिनेसन गर्दाखेरि चाहिँ फसी बट कन्सोलेबल छ माइल्डली ड्राई म्युकस मेम्ब्रेन छ टियर्स आर प्रेजेन्ट व्हेन क्राइङ क्यापिलरी रिफिल टाइम चाहिँ 2 सेकेन्ड छ युरिन आउटपुट चाहिँ हाम्रो स्लाइटली डिक्रिज छ बट स्टिल डाइपर चाहिँ वेट गरिरहेको छ भनेपछि हाम्रो यो कुन खालको डिहाइड्रेसन भयो भन्नुहोस् त मोडरेट मोडरेट भन्दा पनि हाम्रो के भन्दा चाहिँ दिस इज माइल्ड डिहाइड्रेसन भयो उताबाट हेर्दाखेरि चाहिँ हाम्रो सम डिहाइड्रेसन है डब्ल्युएचओ को बाट हेर्दाखेरि चाहिँ हाम्रो दिस इज अ केस अफ सम डिहाइड्रेसन हामीले ओभरअल हेर्दाखेरि चाहिँ दिस इज अ केस अफ माइल्ड डिहाइड्रेसन सर त्यो टियर्स प्रेजेन्ट भनेको तपाईको नो डिहाइड्रेसन हैन टियर्स चाहिँ हाम्रो के हुन्छ दिस आर द प्लस माइनस फिचर्सहरु हुन् कि हामीले अरु फिचर्स एउटा भन्दा नि हाम्रो रिलेटिभ रिस्कमा चाहिँ कुन चाहिँले चाहिँ अलिकति बेसी गरिरहेको छ त्यतातिर जानु पर्यो जस्तै अब म्युकस मेम्ब्रेन पनि ड्राई छ म्युकस मेम्ब्रेन अलिकति पुरै मोइस्ट भएको भए चाहिँ हाम्रो चाहिँ नो डिहाइड्रेसनतिर भएर चाहिँ हामीले उस नो डिहाइड्रेसन वालातिर सोच्नु पर्थ्यो तर अरु फिचर्सहरु हेर्दाखेरि चाहिँ युरिन आउटपुट चाहिँ स्लाइटली डिक्रिज छ युरिन आउटपुट टोटली नर्मल भएको भए चाहिँ हाम्रो नो डिहाइड्रेसन हुन्थ्यो दिज आर द प्लस माइनसको फिचर्स त्यसकारणले हामीले चाहिँ ओभरअल क्वेसनले कतातिर चाहिँ ढल्काउन खोजिरहेको छ त्यतातिर चाहिँ जानु पर्यो एउटा पर्टिकुलर फिचरलाई लिनुभन्दा पनि ओभरअल हेर्दाखेरि चाहिँ कतातिरको चाहिँ फिचर बेसी छ त्यही अनुसार चाहिँ जानु पर्यो ओके सर अब हाम्रो मोस्ट एप्रोप्रिएट इनिशियल फ्लुइड के दिने भन्नुस् त ओआरएस दियौँ त्यसपछि गएर चाहिँ हाम्रो 7 केजी को लागि चाहिँ 4 आवर्समा एज अ यो डेफिसिट फ्लुइड चाहिँ कति दिनु पर्यो भनेर सोधेको छ कति दिने भन्नुस् त 75 ml यो चाहिँ हाम्रो 75 ml पर केजी को बेसिसमा चाहिँ देखाएर चाहिँ 525 ml भइहाल्यो है अब मदर आस्क्स व्हाट टु फिड द इन्फेन्ट आफ्टर रिहाइड्रेसन कटेर आएको थियो तपाईको सी नम्बर फेरि भन्नु त सी नम्बर भनेको चाहिँ हाम्रो चाहिँ यो भनेको चाहिँ डेफिसिट फ्लुइड सोधेको के 4 घण्टामा कति फ्लुइड दिने भनेर सोधेको छ सम डिहाइड्रेसनमा भनेको 7 केजी को लागि 75 ml पर केजी भयो कसरी छुट्याउनु हो कि मेन्टेनेन्स आस्किङबाट यो डेफिसिट फ्लुइडको लागि है हाम्रो मेन्टेनेन्सलाई सोधेको के हुन्थ्यो क्वेशनमा मेन्टेनेन्स सोधेको भए चाहिँ हाम्रो क्वेशनमै मेन्टेनेन्स फ्लुइड चाहिँ कति दिने भनेर सोध्छ कि हामीले क्वेशनले मेन्टेनेन्स फ्लुइड भनेको छ भने चाहिँ क्वेशनले मेन्टेनेन्स फ्लुइड भनेर सोध्छ हामीलाई यदि क्वेशनले चाहिँ ओभर 4 आवर्स को लागि मोर ओभर द डेफिसिट फ्लुइड म यसको अरु क्वेशनहरु पनि हजुरहरुलाई डिस्कसनको लागि चाहिँ हाल्दिन्छु है अनि हामी भोलि चाहिँ स्लाइटली यसको थोरै अरु क्वेशनहरु पनि डिस्कस गरेर चाहिँ अनि भोलिको क्लास अगाडि बढाउन नि त हुन्छ सर अब नेक्स्ट क्वेशन छ हाम्रो मदरले चाहिँ हाम्रो रिहाइड्रेसन गरिसके पछाडी चाहिँ के खुवाउने भनेको छ अब क्लियर लिक्विड ओन्ली फर 24 आवर्स बनाना राइस एप्रिसोस र टोस्ट भनेको छ कन्टिन्यू ब्रेस्ट फिडिङ डाइल्युटेड जुस भन्ने के गर्ने भन्नुस् त कन्टिन्यू ब्रेस्ट फिडिङ
ब्रेस्टफिडलाई कन्टिन्यू गऱ्यौँ हामीले। त्यसपछि विच साइन इन्डिकेट्स ओआरएस थेरापी इज फेलिङ? इन्क्रिज युरिन आउटपुट, वेट गेन, पर्सिस्टेड भोमिटिङ विथ इनेबिलिटी टु ड्रिङ्क ओआरएस, डिक्रिज डायरिया फ्रिक्वेन्सी, के होला भन्नुहोस् त? पर्सिस्टेन्ट भोमिटिङ भयो है। हस्, नेक्स्ट क्वेसन छ हाम्रो। 4 वर्षको बच्चा छ, ब्राउट इमर्जेन्सी डिपार्टमेन्ट विथ भोमिटिङ एन्ड डायरिया फर 4 days. Her mother states that she has been drinking water but not eating. On examination, she appears tired with sunken eyes, dry mucous membrane, and delayed capillary refill of 3 seconds. Is alert but tables are of नर्मल बिवानी क्रिएटिन। अघि हामीले के भनेको थियौँ भन्दाखेरि चाहिँ हाम्रो डिहाइड्रेसनमा हुने रेनल भनेको चाहिँ प्री रेनल एकेआई हो है। प्री रेनल एकेआईमा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ बिबिएन चाहिँ बढेको हुन्छ, क्रिएटिन चाहिँ नर्मल हुन्छ। यो चाहिँ प्री रेनल एकेआईको हो। प्री रेनल एकेआईको चाहिँ हामीले छुट्टै सिएसके हुन्छ, अलमोस्ट हाम्रो 1 घन्टा 1.5 घन्टाको सेसन हुन्छ। हामी त्यो सेसनमा चाहिँ पुरै डिस्कस गर्छौँ। तर हजुरहरूले डायरीमा याद गर्नुपर्ने 2टा टर्म, एउटा चाहिँ प्री रेनल एकेआई हुन्छ, अर्को भनेको नर्मल एनायन ग्याप मेटाबोलिक एसिडोसिस। यो 2टा कुरा चाहिँ अहिले हजुरहरूले माइन्डमा याद गर्नु होला है त। मेटाबोलिक एसिडोसिस र हाम्रो प्री रेनल अक्युट किडनी इन्जुरी अर एजोटेमिया, यति कुरा याद गर्नु होला है। पोस्ट रेनल भनेको चाहिँ हाम्रो किडनी भन्दा पछाडिको समस्याहरू भयो, माइल्ड इन द केस अफ द यो बिपिएचहरूको केस भयो, सर्भाइकल कार्सिनोमाकोहरूको केसहरूमा चाहिँ हाम्रो पोस्ट रेनल एकेआईमा हुन्छ। रेनल एकेआई भनेको चाहिँ हाम्रो चाहिँ अक्युट इन्टरस्टिशियल नेफ्राइटिस ट्युबुलर नेक्रोसिसमा हुन्छ भने प्री रेनल एकेआई भनेको चाहिँ हाम्रो चाहिँ डायरियामा हुन्छ। एनी कज अफ डिक्रिज इन इन्ट्राभास्कुलर भोल्युम कजेस प्री रेनल एकेआई, त्यति बुझ्नु होला अहिले। डिहाइड्रेसन भइसके पछाडि चाहिँ हाम्रो इन्ट्राभास्कुलर भोल्युम घटेको छ। जब जब इन्ट्राभास्कुलर भोल्युम घट्छ तब तब चाहिँ हाम्रो के हुन्छ, रेनल पर्फ्युजन कम हुन्छ। जब जब रेनल पर्फ्युजन कम हुन्छ तब चाहिँ हाम्रो किडनी चाहिँ इन्जुर हुन्छ। कुन खालको इन्जुर हुन्छ भन्दाखेरि चाहिँ प्री रेनल एकेआई भएर जान्छ। अब इनिसियल म्यानेजमेन्ट फर दिस चाइल्ड सुड बी, के गर्ने होला भन्नुहोस् त? इनिसियल म्यानेजमेन्टको लागि चाहिँ ओरल रिहाइड्रेसन, मेन्टेनेन्स मात्रै दिएर चाहिँ भएन है। यसमा चाहिँ अब हामीले चाहिँ बच्चा अलिकति समस्यामा आएको छ, त्यस कारणले चाहिँ बच्चाले चाहिँ ड्रिङ्क मात्रै गरिरहेको छ, खान सकेको छैन होइन। सुरुमा चाहिँ एउटा चाहिँ नर्मल सलाइन दिने, त्यसपछि गएर चाहिँ ओरल रिहाइड्रेसन चलाइदिने। अब हेर्नु है त, अब अप्सन बी र सी किन भएन भन्दाखेरि चाहिँ मेन्टेनेन्स फ्लुइड ओन्ली मात्रै दिएर त काम भएन, ओरल रिहाइड्रेसन मात्रै गरेर काम भएन। किनकि ओरल रिहाइड्रेसन मात्रै दिने भनेको चाहिँ हाम्रो चाहिँ नो डिहाइड्रेसनलाई दिनु पर्थ्यो, अर हाम्रो माइल्ड फर्मलाई दिनु पर्थ्यो। इमिडिएट डिस्चार्ज भन्ने कुरो भएन, मेन्टेनेन्स फ्लुइड मात्रै भएन। त्यस कारण चाहिँ एउटा चाहिँ फ्लुइड बोलस दिने, त्यसपछि गएर ओरल रिहाइड्रेसन चलाइदिने। रिङ्गर ल्याक्टेट दिएको भए पनि हुन्थ्यो, क्वेसनले चाहिँ एनएस राखेको थियो, त्यस कारण चाहिँ एनएस भइदियो कि। यो प्रिफर्ड चाहिँ हाम्रो आरएल प्रिफर्ड चाहिँ हो। अब मात्र हैन र, आरएल सिभियरको लागि भयो। तर यदि दिइहाल्नु पर्यो भने चाहिँ है, अब समलाई पनि दिनै नपर्ने भने त हुँदैन, दिइहाल्नु पर्यो भने चाहिँ आरएल प्रिफर्ड। नत्र चाहिँ हाम्रो चाहिँ बेसिक डगमा भनेको चाहिँ प्लान ए र प्लान बी छ भने ओआरएस, प्लान सी छ भने आरएल। अब यो होइन कि प्लान बीलाई आरएल चाहिँदैन भन्ने होइन, प्लान बी पनि यदि बच्चा डिटोरेट हुन थाल्यो भने चाहिँ हामीले चाहिँ फ्लुइड दिनु पर्यो भने चाहिँ आरएल दिनु पर्यो। ओके, अब नेक्स्ट क्वेसन छ, इनिसियल स्टेबलाइजेसन गरिसके पछाडि चाहिँ 15 केजीको बच्चाको लागि चाहिँ कति दिने भन्नु सोधेको छ। कति हुन्छ भन्नुहोस् त? अब ओके, 15 केजी छ भने चाहिँ हाम्रो चाहिँ फर्स्ट 10 केजीको लागि हामीले कति दियौँ भन्दाखेरि चाहिँ 10 × 4 गरेर गऱ्यौँ। त्यसपछि गएर चाहिँ नेक्स्ट 5 केजीको लागि चाहिँ 5 × 2 गऱ्यौँ भनेपछि 40 भयो, 10 भयो भनेपछि 52 ml पर आवर दियौँ हामीले।
अब बच्चामा चाहिँ रिहाइड्रेसन गर्दाखेरि चाहिँ के चाहिँ एब्नर्म्यालिटीले गर्दाखेरि सिजर हुनसक्छ भनेर सोधेको छ। के चाहिँ हुनसक्छ भन्नुहोस् त? हाइपोनेट्रिमिया, सिजर चाहिँ खासमा जेनरल हाइपोक्याल्सिमिया भयो भने चाहिँ हाम्रो सिजर देखिन्छ है। हाइपरक्याल्सिमिया हुँदैन, हाइपोक्याल्सिमिया चाहिँ देखिन्छ। यसको आन्सर चाहिँ हाम्रो हाइपोनेट्रिमिया भयो। हाइपोनेट्रिमिया जब हजुरको सोडियम चाहिँ 125 भन्दा तल आइसके पछाडि याद गर्न लागि चाहिँ 130 भन्दा तल आइसके पछाडि चाहिँ सिजर हुने चान्स चाहिँ बेसी हुन्छ कि। रिहाइड्रेसन भनेको चाहिँ अब जेनरली ओभरअल बच्चालाई हुन सक्ने भनेको चाहिँ हाइपोनेट्रिमियाकै कारणले चाहिँ सिजर हुन सक्ने भयो। रिहाइड्रेसन हुँदैन। हजुरले याद गर्नु पर्यो भने चाहिँ कज अफ सिजर चाहिँ भनेर सोधेको हो। अब एब्नर्म्यालिटी भनेको चाहिँ हाइपोनेट्रिमियाको कारणले चाहिँ सिजर हुने भयो भन्ने भयो कि। अब हामीले रिहाइड्रेसन भनेको त ओआरएस मात्रै त दिन्छौँ, अरू त दिँदैनौँ हामीले। त्यो दिँदै गर्दाखेरि पनि यदि बच्चालाई सिजर भयो भने सस्पेक्ट अबाउट हाइपोनेट्रिमिया। हाइपोक्याल्सिमियाको कारणले चाहिँ सिजर हुन्छ, हाइपोक्याल्सिमियाले चाहिँ सिजर हुँदैन कि। जुन टिटानीहरू हुन्छ तिनीहरू चाहिँ हाम्रो चाहिँ हाइपोक्याल्सिमियाको कारणले हुने भयो है। नेक्स्ट क्वेसन हेरौँ है त। 8 महिनाको बच्चा छ, सिभियर डिहाइड्रेसन लिएर आएको छ। इनिसियल आइभी फ्लुइड चाहिँ हामीले सुरु गऱ्यौँ र बच्चाको वेट अहिले हाम्रो 8 केजी रहेछ। आवरली मेन्टेनेन्स फ्लुइड कति दिने यो बच्चालाई भन्नुहोस् त? 8 केजीको लागि हाम्रो के थियो? 32 ml पर 8 into 4 भयो हाम्रो है, भनेको 32 ml per hour भइहाल्यो। इनिसियल रिससिटेसन गरेपछि जेनरलाइज्ड इडेमा भएमा हाम्रो मोस्ट लाइकली कज किन भयो होला भन्नुहोस् त? यो क्वेसन बुझ्नुभयो? पहिलो क्वेसन ओभर डिहाइड्रेसन। यो चाहिँ हाम्रो भोल्युम ओभरलोड भयो बच्चालाई, त्यसको कारणले चाहिँ भयो है। अब एडिक्वेट हाइड्रेसन रिहाइड्रेसन कसरी भएको छ भनेर कसरी थाहा हुने भन्नुहोस् त? युरिन आउटपुटबाट हेर्छौँ। त्यसपछि हाइपरनेट्रेमिक भयो भने चाहिँ अब कसरी चाहिँ म्यानेज गर्ने भन्नुहोस् त? भनेको हाइपरनेट्रेमियालाई हामीले चाहिँ दुईटा कुरा याद गर्नुपर्छ कि। हाइपोनेट्रेमिया हुन्छ एउटा है, अर्को हुन्छ हाम्रो हाइपरनेट्रेमिया। त्यो दुईटैलाई हामीले ऱ्यापिड करेक्सन चाहिँ गर्न मिल्दैन कि। हाम्रो हाइपरनेट्रेमियाको लागि चाहिँ यादै गर्नुपर्ने फिगर भनेको चाहिँ 6 मिली इक्विभ्यालेन्ट इन फर्स्ट 6 आवर। हाइपरनेट्रेमियाको लागि चाहिँ हामीले त्यति धेरै याद गर्नुपर्ने छैन, तर यसमा हाइपोनेट्रेमिया याद गर्ने भनेको चाहिँ 6 मिली इक्विभ्यालेन्ट भन्दा बेसीले करेक्सन गर्न हुँदैन। दुईटाको चाहिँ अलग अलग कम्प्लिकेसन हुन्छ कि। इफ ऱ्यापिडली ओभर करेक्टेड भयो भने हाइपोनेट्रेमियल करेक्सन भने के हुन्छ? सेन्ट्रल पोन्टाइन माइलिनोलाइसिस। हेमोरेज हुँदैन, यसमा चाहिँ माइलिनोलाइसिस हुन्छ कि। जुन हाम्रो माइलिन शीतहरू छ त्यो माइलिन नै हाम्रो पुरै टुक्रिन्छ कि, जसको कारणले चाहिँ हाम्रो इरिभर्सिबल। हेर्नुहोस् त, हामीले त अलिकति सोडियमलाई मात्रै करेक्सन गरेको, तर मान्छे चाहिँ इरिभर्सिबल क्वाड्रिप्यारेसिसमा जान्छ। मान्छेको त जिन्दगी नै जान्छ यसमा चाहिँ। त्यसकारण चाहिँ वी नेभर ऱ्यापिडली करेक्ट हाइपोनेट्रेमिया। र हाइपरनेट्रेमियालाई ऱ्यापिडली करेक्सन गर्यो भने हाम्रो सेरेब्रल इडेमा, जति पनि हाम्रो सेरेब्रल सेल्सहरू छ त्यो त फुट्दिन्छ, इडेमा हुने भयो सेरेब्रल इडेमा। सो हाइपोनेट्रेमियालाई ऱ्यापिडली करेक्सन गर्यो भने सेन्ट्रल पोन्टाइन माइलिनोलाइसिस, यो भनेको पास्ट क्वेसन भयो। पास्ट क्वेसन कम्प्लिकेसन के देखिन्छ भनेर सोधेको छ, सेन्ट्रल पोन्टाइन माइलिनोलाइसिस। अर्को भनेको हाइपरलाई करेक्सन गर्यो भने सेरेब्रल इडेमा। हाइपोलाई करेक्सन गर्यो भने माइलिनहरू चाहिँ टुक्रिन्छ, हाइपरलाई करेक्सन गर्यो भने सेल नै फुट्छ, सेरेब्रल इडेमा हुन्छ। यो कुरा चाहिँ याद गर्नु होला है त। अब हामीलाई यो क्वेसनमा के सोधेको छ? हाइपरनेट्रेमियालाई करेक्सन गर्यो भने चाहिँ हामीले के गर्नुपर्छ? जहिले पनि वी डु अ स्लो करेक्सन। अब कम्प्लिकेसन ऱ्यापिड करेक्सन गर्यो भने के हुन्छ भन्नुहोस् त? सेरेब्रल इडेमा भएर चाहिँ हाम्रो सेल नै फुट्ने भयो है।
ल नेक्स्ट क्वेसन के छ भन्दा 3 वर्षको बच्चा छ, भोमिटिङ र डायरिया 2 दिनदेखि गरेको छ। त्यसपछि हाम्रो मोस्ट कमन कज हाम्रो पार्ट अफ द वर्ल्डमा के हो भन्नुहोस् त डायरियाको बच्चामा? रोटाभाइरस। यो पनि हाम्रो सोधिसकेको क्वेसन भयो। अलर्ट प्लेफुल एन्ड विथ मोस्ट म्युकस मेम्ब्रेन छ। टियर्स आर प्रेजेन्ट व्हेन क्राइङ। क्यापिलरी रिफिल टाइम चाहिँ लेस देन 2 सेकेन्ड छ। युरिनेटिङ नर्मली छ। त्यसपछि गएर कुन डिग्री अफ डिहाइड्रेसन हो यसमा भन्नुहोस् त? नो डिहाइड्रेसन। मोस्ट एप्रोप्रिएट म्यानेजमेन्ट हामीले के गर्ने भन्नुहोस् त? ओरल डिहाइड्रेसन एट होम। ओरल डिहाइड्रेसन एट होम। अब जिङ्क थेरापीको हाम्रो कति दिने भन्नुहोस् त? 20 mg। सुरुमा चाहिँ उमेर हेर्नु पर्यो। 6 उमेर हेर्नुहोस् त 3 वर्षको छ नि त, भनेपछि 6 मन्थ भन्दा सानोको लागि चाहिँ हाम्रो चाहिँ 10 mg, 6 मन्थ भन्दा ठुलोको लागि चाहिँ हामीले 20 mg फर 14 डेज भइहाल्यो। अब यो बच्चा चाहिँ कहिलेको लागि चाहिँ गर्नु पर्यो, फेरि ब्याक कहिले आउनुपर्छ भन्नुहोस् त? डिफ्युज युरिनेसन भयो। साइन अफ वर्सनिङ डिहाइड्रेसन रिक्वायरिङ इमिडिएट मेडिकल अटेन्सन के हो भन्नुहोस् त? इन्क्रिज थर्स्ट, लेथार्जी or difficulty waking up the child, mild fussiness and decreased appetite. एन्सर के होला भन्नुहोस् त? Difficult to waking up the child. ओके, यो चाहिँ हाम्रो लास्ट सिएसक्यू थियो यो टपिकको लागि चाहिँ। केही कन्फ्युजन छ हजुरहरूलाई? सर आज पठाइदिनु भएको सोध्दाखेरि चाहिँ हजुर भन्नुहोस् त। आज पठाउनु भएको थियो नि सिएसक्यू तपाईले? ए हजुर, बिहान पठाएको थिएँ नि मैले। त्यसको आन्सर कहिले भनिदिनुहुन्छ? भोलितिर भनिदिनु न, आज त राति भइसक्यो। भोलि हामी त्यो सर एकचोटि डिस्कस गरौँ, हजुरहरू पनि गर्नु त्यसमा। कुनै क्वेसन कन्फ्युजन छ भने हामी ठ्याक्क त्यही क्वेसनलाई चाहिँ फोकस गरेर गरौँला। नत्र हजुरहरूले एन्सर पनि त्यसमै सल्भ गरेर गर्नुभयो भने चाहिँ सजिलो हुन्छ होला नि त। पर्टिकुलरली कुनै क्वेसनमा कन्फ्युजन छ भने चाहिँ त्यसमै पिन पोइन्ट चाहिँ गरिदिनु है। कन्फ्युजन राखेर चाहिँ बस्नु भएन अहिले चाहिँ। जति कन्फ्युजन राख्नु छ एक्जाम अगाडि राख्नुपर्छ। एक्जामको बेलामा चाहिँ हामी एकदम क्लियर भएर जानु पर्यो कि हजुरहरूलाई चाहिँ हाम्रो सिएसक्यूबाट चाहिँ एटलिस्ट 50 नम्बरमा चाहिँ 40 नम्बर चाहिँ हाम्रो गोल हो कि तपाईँहरूको सिएसक्यूमा चाहिँ एटलिस्ट 40 स्कोर चाहिँ आओस्। त्यो नि फाइनल एन्सर चाहिँ गरिदिनु होला नि सर, एक सरलाई मात्रै 5 मिनट जति भयो नि भोलिको क्लास अगाडि। हुन्छ स्ट्याक फाइनल क्वेसन चाहिँ हामीले सर्ट एकचोटि हेरौँ ल। हुन्छ सर, थ्याङ्क यू सर। हस् वेलकम। अरू केही कन्फ्युजन त छैन नि है? 7:45 मा छाड्नु सर क्लास 8बाट। 7:45 मा चाहिँ हाम्रो कतिजना डाक्टरहरूलाई चाहिँ ठ्याक्क खाना खान जाने टाइम हुन्छ कि सबैको हेरिदिनु पर्यो नि त। होइन सर, ठिक छ, यो अहिले न त फेरि गाह्रो हुन्छ खानालाई। हजुर, खाना खान पनि अब खाना खानु पर्यो, फेरि पछि ढिलो राति 10 बजे खाना खान त फेरि खाना पाइदिनु कतै सिलाएको हुन्छ नि त। बरु यो 9:45 लाई हामी 10 सम्म एक्सटेन्ड गरौँ न, अगाडि चाहिँ 8 बाट सुरु गरौँ न। ओके सर। हस् हुन्छ, आज क्लास एन्ड गरौँ है त। थ्याङ्क यू सर। हस् वेलकम।